सम्पूर्ण साथीहरुमा हार्दिक धन्यवाद तथा नमस्कार गर्न चाहे जो जहाँबाट हामीलाई हेरिबस्नु भएको छ। सम्पूर्ण साथीहरुको खबर एकदमै सन्चै छ भन्ने मैले आशा राखेको छु। के छ साथीहरु, तपाई सबैजना सन्चै हुनुहुन्छ? आशा छ सबैजना सन्चै हुनुहुन्छ। जति पनि हामीलाई इमाला एपबाट हेरेर बस्नु भएको छ, इमाला एपमा जोडिएर साथ दिनु भएको छ, सम्पूर्ण साथीहरु एकदमै सन्चै हुनुहुन्छ। गुड इभिनिङ भन्न चाहे। त्यसैगरी हामीलाई फेसबुक लाइभबाट जहिले पनि कुरेर बस्ने, वेटिङ गरेर बस्ने, जोडिएर साथ दिनुहुने सम्पूर्ण साथीहरुमा पनि एकदमै धन्यवाद तथा नमस्कार, गुड इभिनिङ भन्न चाहे। आशा छ जो जहाँबाट जोडिनु भएको छ सम्पूर्ण साथीहरु एकदमै सन्चो हुनुहुन्छ, सन्चै हुनुहुन्छ भन्ने मैले आशा गरेको छु। साथै आज हामीले एउटा तपाईहरुमा शिक्षक सेवा आयोग मामी निमाविको लाइसेन्स सम्बन्धी एउटा नमुना सेट तयार पारेका थियौं, जोलाई हामीले लिंकद्वारा तपाईहरुमाझ पनि शेयर गरिसकेका थियौं भने एक्जाम पनि लिइसकेका थियौं। साथीहरुले एक्जाम दिनु भयो कि भएन, के कस्तो छ आज तपाईहरुको खबर? एक्जाम दिन पाउनु भयो कि भएन? विशेष गरी हाम्रो एपका साथीहरुले चाहिँ प्राय सबैले एक्जाम दिइसक्नु भएको छ भन्ने मलाई आशा छ। त्यसैगरी हाम्रो फेसबुक लाइभबाट जोडिनु हुने सम्पूर्ण साथीहरुले पनि एक्जाम पक्कै दिनु भएको होला भन्ने मैले आशा राखेको छु। त्यही एक्जामको फिडब्याक क्लास आज हामी सञ्चालनमा ल्याएका छौं। 8:30 बजे 8 बाट 9:30 या 10 सम्म जान्छ। साथीहरुले ख्याल गर्नुस् है त। के छ साथीहरु, तपाईले आजको एक्जाम दिनु भयो कि भएन? ल भन्नुस् त, तपाईहरुले एक्जाम दिनु भयो कि भएन आज? ल सम्पूर्ण हाम्रो एपको साथीहरुले दिइसकेम सर भन्नुभएको छ। पूजाजी, निर्मलाजी, सम्पूर्ण साथीहरुमा एकदमै धन्यवाद। गुड इभिनिङ भन्न चाहे। सम्पूर्ण साथीहरुले दिनु पर्यो एक्जाम चाहिँ। नयाँ पुरानो साथीहरु हुनुहुन्छ भने नातिनु होला, एक्जाम दिँदैमा केही फरक पर्दैन। तपाईहरुले प्रश्नहरु कस्ता सोध्छन् लाइसेन्समा विशेष गरी भनेर तपाईहरुको जिज्ञासा छ भने दिन सक्नुहुन्छ। सम्पूर्ण साथीहरुले प्र्याक्टिस गर्न सक्नुहुन्छ। त्यसैगरी शिक्षक सेवा आयोगको तयारी गर्दै बस्नुहुने साथीहरुको लागि पनि करिब 35-40 वटा प्रश्नहरु मिल्न पुग्छन्। ख्याल गर्नु होला है त। शिक्षा सम्बन्धी, संविधान सम्बन्धी, शिक्षाको व्यवस्था के छ भनेर। आज अलिकति लेट किन भन्नुभएको छ? आज शनिबार थियो, एक्जाम भएको थियो साथी है। अनि त्यसैले आज कम्प्युटर क्लास पनि सञ्चालनमा आएको थियो। त्यसकारण हामीले 8:30 बजेबाट यो क्लास सञ्चालनमा ल्याएका छौं। आशा छ सम्पूर्ण साथीहरु एकदमै सन्चै र अब भने तयारी हुनुहुन्छ। आजको क्लासको लागि सम्पूर्ण साथीहरु तयारी हुनुहुन्छ? सम्पूर्ण साथीहरु तयारी हुनुहुन्छ? ल तयारी हुनुहुन्छ भने यस सर हामी तयारी छौं भनेर सम्पूर्ण साथीले कमेन्ट मार्फत प्रतिक्रिया दिनुस्। जसिताजी, ऐश्वर्याजी, निशाजी, सम्पूर्ण साथीहरुमा एकदमै हार्दिक धन्यवाद र गुड इभिनिङ भन्न चाहे। सधैं जोडेर साथ दिनुहुन्छ भने है। त्यसैगरी सम्पूर्ण साथीहरु जति पनि नयाँ पुरानो जोडिनुहुन्छ सम्पूर्ण साथीहरुमा एकदमै धन्यवाद। निरजजी एकदमै धन्यवाद। गुड इभिनिङ भन्न चाहे। जोडिनु भएको छ सम्पूर्ण साथीहरुमा एकदमै धन्यवाद। ल साथीहरु जति पनि हाम्रो लाइभमा जोडिनु भएको छ सम्पूर्ण साथीहरु अब चाहिँ रेडी हुनु पर्यो है। त्यसै हाम्रो फेसबुक पेजबाट, युट्युबबाट र एपबाट जोडिनु हुने सम्पूर्ण साथीहरु आशा छ सबैजना रेडी हुनुहुन्छ। ल दिएको छैन भने पनि केही छैन साथीहरुले अब चाहिँ यता प्रश्नहरु हेर्नु होला है। अलिकति छलफल गर्नु होला, प्रतिक्रिया दिनु होला, भइहाल्छ। हिमालजी एकदमै, हेमराजजी एकदमै गुड इभिनिङ र वेलकम गर्न चाहे सम्पूर्ण साथीहरुमा। ल सम्पूर्ण साथीहरुले एकचोटी लाइभलाई शेयर गर्न नभुल्नु होला। सम्पूर्ण साथीहरुले एकचोटी लाइभलाई शेयर गर्न नभुल्नु होला। जति पनि हाम्रो फेसबुक लाइभमा जोडेर साथ दिनुहुन्छ भने तपाईहरुले एकचोटी लाइभलाई शेयर गर्नु नभुल्नु होला भन्दै आजको यस क्लासलाई हामी निरन्तर रूपमा अगाडि बढाउन चाहन्छौं। आशा छ सबैजना सन्चै हुनुहुन्छ र रेडी हुनुहुन्छ। ल यदि तपाईहरुले लाइभलाई क्लासमा धेरै भन्दा धेरै शेयर गर्नुहुन्छ भने साप्ताहिक 2 जनालाई निशुल्क शिक्षक सेवा आयोगको गेस्ट पेपर प्रदान गरिनेछ भन्ने तपाईहरुमा आज हामीले अफर राखेका छौं। अझ पनि त्यो अफर छ, साथीहरुले पक्कै भुल्नु हुने छैन भन्ने हामीले आशा गरेका छौं। अब ढिला नगरी तपाईहरुमा आजको प्रश्न नम्बर 1 यस प्रकार रहेको थियो र साथीहरुले कमेन्ट के गर्नुहुन्छ र एक्जाममा के लगाउनु भएको थियो, आजको टेस्ट एक्जाममा, मक एक्जाममा तपाईहरुले के गर्नु भएको थियो, यो प्रश्नको आन्सर दिन सक्नुहुन्छ।
सङ्गीताजी एकदमै गुड इभिनिङ भन्न चाहे सम्पूर्ण साथीहरूमा ढिलो चाँडो जोडिनु हुने सम्पूर्ण साथीहरूमा भगवतीजी, खुसबुजी, वसन्तजी, सम्पूर्ण साथीहरूमा गुड इभिनिङ भन्दै आजको प्रश्न नम्बर 1 तपाईँहरूमा आइसकेको छ। राष्ट्रिय पाठ्यक्रम प्रारूप 76 अनुसार एक पाठ्य घण्टामा कति कार्य घण्टा हुन्छ भन्ने प्रश्न रहेको छ। एक पाठ्य घण्टामा कति कार्य घण्टा हुन्छ भन्ने प्रश्न रहेको छ। इम्पोर्टेन्ट प्रश्न। आज प्रासमा पनि यो प्रश्न सायद सोधेको जस्तो लाग्छ मलाई, ख्याल गर्नु होला है। एक पाठ्य घण्टामा कति कार्य घण्टा हुन्छ? ल, जति पनि साथीहरूले ए भन्नुभएको छ भने एकदमै धन्यवाद, एकदमै थ्याङ्क यू, एकदमै बधाई छ। क भन्ने हुने साथीहरूले एकदमै धन्यवाद। 32 कार्य घण्टा रहेको हुन्छ। एक पाठ्य घण्टा बराबर 32 कार्य घण्टा। वर्किङ आवर 1 है, लेसन आवर बराबर क्रेडिट आवर बराबर 32 वर्किङ आवर भनेर हामीले बुझ्नु पर्यो। 32 कार्य घण्टा हुन्छ। ल, जति पनि साथीले ए भन्नुभएको, क भन्नुभएको छ भने एकदमै धन्यवाद। यसै गरी प्रश्न 2, कक्षा 1 मा अङ्ग्रेजी विषय कहिलेदेखि अनिवार्य गरिएको हो? कक्षा 1 मा अनिवार्य कहिलेदेखि गरिएको अङ्ग्रेजी विषय? ल, रामबहादुर रोकायाजी, सङ्गीताजी, कविराजी, दिपेन्द्रजी, निशाजी, सम्पूर्ण साथीहरूले कमेन्ट गरेर साथ दिनुहोस्। साथै लाइभलाई सेयर गर्न नभुल्नुहोला। सम्पूर्ण साथीहरूमा हार्दिक अनुरोध गरे है, जति पनि जोडिनु भएको छ। यसै गरी कक्षा 1 मा अङ्ग्रेजी विषय कहिलेदेखि अनिवार्य गरिएको हो भन्ने प्रश्नको सही जवाब रहेको छ 2058, 2062, 2060, 2064 मध्ये। जति पनि साथीहरूले ख भन्नुभएको छ भने एकदमै धन्यवाद। 2060 बाट है, 2060 बाट कक्षा 1 मा अङ्ग्रेजी विषय अनिवार्य रूपमा लागू गरिएको हो, ख्याल गर्नुहोला। यसै गरी प्रश्न नम्बर 3 हामीमा यस प्रकार रहेको थियो र अहिले यहाँ प्रकार यस प्रकार छ। साथीहरूले ख्याल गर्नुहोस्। विशेष शिक्षा भन्नाले कस्तो किसिमको शिक्षालाई बुझाउँछ? विशेष शिक्षा भन्नाले कस्तो किसिमको शिक्षालाई बुझाउँछ भन्ने प्रश्न रहेको छ भने अप्सनमा शारीरिक रूपमा अशक्त बालबालिकाहरूलाई दिइने शिक्षा, मानसिक रूपमा कमजोर बालबालिकालाई दिइने शिक्षा, प्रतिभाशाली बालबालिकाहरूलाई दिइने शिक्षा, शारीरिक, मानसिक, संवेदनात्मक रूपले कमजोर बालबालिकाहरूलाई विशेष माध्यमबाट छुट्टै दिइने शिक्षा। जति पनि साथीहरू हुनुहुन्छ कमेन्ट गरेर साथ दिनुहोस्। नयाँ पुरानो साथीहरू जतिले पनि कमेन्ट गर्नुहोला। नयाँ साथी हुनुहुन्छ भने नआत्तिनु होला, कमेन्ट गर्नुहोस् है। ल, जति पनि साथीहरू जोडिनु भएको छ भने कमेन्ट गरेर साथ दिनुहोस् है। 3 को जति पनि साथीले घ भन्नु भएको छ भने एकदमै धन्यवाद है। घ नै रहेको छ। शारीरिक, मानसिक, संवेदनात्मक रूपले कमजोर बालबालिकाहरूलाई विशेष माध्यमबाट छुट्टै दिने शिक्षा भनेको विशेष शिक्षा अन्तर्गत पर्ने शिक्षा हो। जति पनि साथीहरूले घ भन्नुभएको छ भने एकदमै धन्यवाद। यसै गरी प्रश्न 4 हामीमा यस प्रकार रहेको छ। आजको नमुना सेटको शिक्षक लाइसेन्स नमुना सेट 7 अन्तर्गत रहेको प्रश्न नम्बर 4 तपाईहरुमा व्यक्तिको क्षमता र प्रतिभाको आधारमा दिइने शिक्षा तलका मध्ये कुन हो? विशिष्ट शिक्षा, अनौपचारिक शिक्षा, व्यावसायिक शिक्षा, प्राविधिक शिक्षा। प्रत्येक साथीले कमेन्ट गरेर साथ दिनुहोस्। प्रश्नहरू क्लियर छ कि छैन, देखाइमा के छ, साथीहरूले कमेन्ट गर्न सक्नुहुन्छ है। जति पनि जोडिनु भएको छ सम्पूर्ण साथीहरूले लाइक गर्नुहोला, सेयर गर्नुहोला भन्दै सेयर गर्न नभुल्नुहोला। कमेन्ट गरेर साथ दिनुहोस्। तपाईहरुको प्रतिक्रिया दिनुहोस्। प्रतिक्रिया भनेको तपाईको आन्सर हो। ल साथीहरू, व्यक्तिको क्षमता र प्रतिभाको, उसको क्षमता कति छ, प्रतिभा के छ, उसले चाहेको के छ, चाहना के छ, त्यो अनुसार दिइने शिक्षा भनेको साथीहरूले पक्कै बुझिसक्नु भएको छ। पक्कै बुझिसक्नु भएको छ। प्राविधिक, व्यावसायिक, अनौपचारिक होइन, यसलाई भन्छ विशिष्ट शिक्षा। शिक्षा के शिक्षा भन्छ साथीहरू? विशिष्ट शिक्षा भनेर भनिन्छ है त। कस्तो शिक्षा? विशिष्ट शिक्षा। कस्तो? क्षमताको, प्रतिभाको, चाहनाको आधारमा दिने शिक्षा विशिष्ट शिक्षा। ख्याल गर्नुहोस् है। यसै गरी प्रश्न 5 हामी माझ यस प्रकार रहेको छ। स्थानीय सरकार सञ्चालन ऐन 74 को कुन दफामा शिक्षा सम्बन्धी काम, कर्तव्य र अधिकार रहेको छ? कुन दफामा भनेको छ? दफा ख्याल गर्नुहोस्। दफा 9, 10, 10, 11 र 13। ल साथीहरू भन्नुहोस् त कुन दफामा रहेको छ? स्थानीय सरकार सञ्चालन ऐन 74 को कुन दफामा शिक्षा सम्बन्धी काम, कर्तव्य र अधिकार रहेको छ?
9, 10, 11, 13 सम्पूर्ण साथीहरूले प्रश्न नम्बर 5 को कमेन्ट गरेर साथ दिनुहोस् जो जहाँबाट जति पनि जोडिनु भएको छ। ल झुक्किनु भएन साथीहरूले, यसको सही आन्सर रहेको छ दफा 11। जति पनि साथीहरूले 11 भन्नुभएको छ भने एकदमै धन्यवाद। दफा 11 मा रहेको छ साथीहरूले, एकचोटि यसो हेर्नु होला है, त्यो दफा 11 मा रहेको छ। यी शिक्षा सम्बन्धी सम्पूर्ण काम कार्यहरू स्थानीय संस्था सञ्चालन ऐनको दफा 11 मा रहेका छन्। प्रश्न नम्बर 6 यस प्रकार रहेको छ, स्कुलका पिता भनेर कसलाई चिनिन्छ? स्कुलका पिता भनेर कसलाई चिनिन्छ? ढिला नगरी आजको प्रश्नहरू फटाफट तपाईहरुले कमेन्ट गर्नुस्। ल एक्जाम दिइसक्नु भएको छ भने एकदमै धन्यवाद है, तपाईले फटाफटी कमेन्ट गर्न सक्नुहुन्छ। मिल्छ मिल्दैन अनि थाहा भइहाल्छ साथीहरू। स्कुलका पिता, स्कुलका पिता भनेर जति पनि साथीहरूले पद्म शमशेर चिन्नुहुन्छ, पद्म शमशेर पढ्नु भएको छ भने एकदमै धन्यवाद। पद्म शमशेरलाई भनेर चिनिन्छ स्कुलका पिता। देव शमशेर भनेर हामीले कुरा गर्छौं शिक्षाका पिता। ल अब कहिले नभन्नु होला, देव शमशेर चाहिँ शिक्षाका पिता हुन् भने पद्म शमशेर स्कुलका पिता। देशी भनेर सम्झिनुस्, देबाट देव शमशेर, सी भनेको शिक्षाका पिता। देव शमशेर चाहिँ शिक्षाका पिता, पद्म शमशेर चाहिँ स्कुलका पिता, यो ख्याल गर्नु होला साथीहरूले। ल यसैगरी प्रश्न 7 तपाईहरुमा यस प्रकार रहेको छ, नेपालमा प्राथमिक शिक्षा कहिले निशुल्क हुने घोषणा गरेको थियो? नेपालमा प्राथमिक शिक्षा कहिले निशुल्क हुने घोषणा गरेको थियो? यो अस्तिको दोहोरीको प्रश्न रहेको छ, साथीहरूले पक्कै पनि बिगार्नु हुने छैन मलाई आशा छ। ल जति पनि साथीहरू हामीलाई हेरिबस्नु भएको छ फेसबुकबाट, युट्युबबाट, सम्पूर्ण साथीहरूले कमेन्ट गरेर साथ दिनुहोस् है त। प्रश्न 7 नेपालमा प्राथमिक शिक्षा कहिले निशुल्क हुने घोषणा गरेको थियो? ल जति पनि साथीहरूले अप्सन बी भन्नुभएको छ भने एकदमै सही आन्सर रहेको छ। 2031 11 12 सजिलो, 2031 11 12 मा रहेको छ। जति पनि साथीहरूले बी अथवा ख भन्नुभएको छ भने एकदमै धन्यवाद। प्रश्न 8 तपाईहरुमा औपचारिक घोषणाका दृष्टिकोणले पहिलो पूर्ण साक्षर जिल्ला कुन हो? प्रश्न यस प्रकार, औपचारिक घोषणाका दृष्टिकोणले पहिलो पूर्ण साक्षर जिल्ला कुन रहेको छ? भक्तपुर, दोलखा, ललितपुर र सिन्धुपाल्चोक। प्रश्न 8 को कमेन्ट गरेर साथ दिनु होला सम्पूर्ण साथीहरूले। प्रश्न 8 को कमेन्ट गरेर साथ दिनु होला। आजको विशेष नमुना सेट 7 का प्रश्न आन्सरहरू हामीले फिडब्याक गरिरहेछौँ, साथीहरूले कति मिलाउनु भएको थियो भन्ने कुरा रहेको छ। शिक्षक लाइसेन्स नमुना सेट 7 अन्तर्गत रहेर आज हामीले प्रश्न नम्बर 8 मा पुगेका छौँ भने औपचारिक घोषणा दृष्टिकोणले पहिलो पूर्ण साक्षर जिल्ला, पूर्ण भन्यो भने साथीहरूले ख्याल गर्नु होला ललितपुर सम्झिनुस्, पूर्ण भनेपछि ललितपुर, तर पहिलो साक्षर जिल्ला भन्यो भने सिन्धुपाल्चोक। ल यो पूर्ण शब्द आयो भने चाहिँ तपाईले ललितपुर सम्झिनु होला। पूर्ण साक्षर जिल्ला आयो भने ललितपुर, तर पहिलो साक्षर जिल्ला चाहिँ तपाईको सिन्धुपाल्चोक भनेर सम्झिनुस् है। ललितपुर जति पनि साथीहरूले भन्नुभएको छ भने एकदमै धन्यवाद। यसैगरी प्रश्न 9 किशोरावस्थामा देखिने सामाजिक परिवर्तन कुन हो? किशोरावस्थामा देखिने सामाजिक परिवर्तन कुन हो? जति पनि साथीहरू हेरेर बस्नु भएको छ भने कमेन्ट गर्नुहोस्। दौतरी समूहको बढ्दो प्रभाव, सामाजिक व्यवहारमा परिवर्तन, नयाँ समाजको समूहको निर्माण, माथिका सबै। किशोरावस्थामा साथीहरू 13-14 वर्षदेखि लिएर तपाईको 18 वर्ष करिब सम्मको उमेरमा बालकले देखाउने अथवा तपाईको किशोरीहरूले देखाउने सामाजिक परिवर्तन चाहिँ के होला? ल जति पनि साथीहरूले यो प्रश्नको आन्सर के लगाउनु भएको थियो साथीहरू तपाईहरुले एक्जाममा? घ भन्नु भएको छ भने एकदमै धन्यवाद। माथिका सबै हो, दौतरीहरूको बढ्दो प्रभाव पनि हो, सामाजिक व्यवहारमा पनि परिवर्तन हुन्छ उनीहरूको, नयाँ समाजको समूहको निर्माण गर्नेतिर लाग्छन्, विभिन्न बाल क्लब समूह निर्माण इत्यादि सामाजिक सञ्जाल इत्यादिहरूमा उनीहरू सक्रिय भइरहेका हुन्छन्, ख्याल गर्नुस् है। ल जति पनि साथीले घ भन्नु भएको छ भने एकदमै धन्यवाद। यसैगरी प्रश्न नम्बर
10 यस प्रकार रहेको छ। शिक्षक लाइसेन्स नमुना सेट 7 को प्रश्न नम्बर 10, मनोवैज्ञानिक प्याब्लवको सिकाइ सिद्धान्तको सिकाइ प्रक्रिया कुन हो? सिएससिआर, युसिएस, युसिआर, युसिएस, युसिआर। ल साथीहरूले कमेन्ट गरेर साथ दिनुहोस् है त। रामबहादुर रोकायाजी, भगवतीजी, दिपेन्द्रजी एकदमै धन्यवाद कमेन्ट गरेर साथ दिनु भइरहेको छ। जति पनि जोडिनु भएको छ सम्पूर्ण साथीहरू, शेखरजी, दिपेन्द्रजी, रेशमजी, रेशमाजी, सम्पूर्ण साथीहरूमा एकदमै धन्यवाद। ऐश्वर्या कार्कीजी, सविताजी, करिश्माजी है, सम्पूर्ण साथीहरू जो जस आइडीबाट जोडिनु भएको छ सम्पूर्ण साथीहरूमा एकदमै धन्यवाद भन्न चाहे। यसै गरी प्रश्न नम्बर 10 को जति पनि साथीले ख भन्नुभएको छ भने एकदमै धन्यवाद, तपाईहरुको आन्सर मिलेको छ। युसिएस, युसिआर, सिएससिआर है। स्वाभाविक उत्तेजना, स्वाभाविक प्रतिक्रिया, अस्वाभाविक उत्तेजना, अस्वाभाविक प्रतिक्रिया। ल यसै गरी प्रश्न नम्बर 11, विस्मरणको सैद्धान्तिक कारण कुन होइन? दमन, अनुपयोग, हस्तक्षेप, तीव्र संवेग। विस्मरण भनेको छ साथीहरू, विस्मरण भनेको भुल्ने कुराहरू है, भुल्नु, चेतनामा नरहनु अथवा भुल्ने प्रक्रियामा विभिन्न सिद्धान्तहरू हुन्छन्, ती मध्ये कुनै एउटा सिद्धान्त छैन, यसमा त्यो कुन हो भनेको छ। प्रश्न 19, दमन, अनुपयोग, हस्तक्षेप, तीव्र संवेग। प्रश्न 11, विस्मरणको सिद्धान्त कारण कुन होइन? ल जति पनि साथीहरूले प्रश्न बुझ्नु पर्यो, यो दमनको सिद्धान्त चाहिँ हो है साथीहरू, यो चाहिँ पर्छ, यो कारण हो, यो पनि हो, यो पनि हो, तर यो होइन। जति पनि साथीहरूले घ भन्नुभएको छ भने एकदमै धन्यवाद। भुल्ने कुराहरू दमनको कारणले भुलिन्छ। केही घटनाहरू घट्यो, हामीले त्यसलाई सम्झिन चाहदैनौँ, दबाउन चाहन्छौँ, न याद आइदिएको भए हुन्थ्यो, सम्झनामा नआइदिएको भए हुन्थ्यो भन्ने यसरी मानसिक रूपले दबाउँछौ भने त्यसलाई भन्छ दमनको सिद्धान्त भन्छ। जबरजस्ती दबाउनु, भुल्न खोज्नु। अनुपयोग भनेको केही पहिला कुराहरू सिकेका थियौ, त्यसलाई हामीले पछि व्यवहारमा उतारेनौँ भने, प्रयोग गरेनौँ भने, उपयोग गरेनौँ भने त्यो पनि बिस्तारै भुलिँदै जान्छ। अनि हस्तक्षेप भनेको पहिला सिकेका कुराहरूले पछि सिकेका कुराहरूमा अलिकति प्रभाव पार्छ, पछि सिकेका कुराहरू पहिला सिकेको कुरामा प्रभाव पार्छ, अथवा नयाँ कुरा जति सिक्दै गयो पुरानो कुराहरू भुल्दै जाइन्छ, यसलाई के भन्छ? हस्तक्षेपको सिद्धान्त। यी कुराहरू विस्मरणमा तपाईको काम लाग्छन् भने तीव्र संवेग लाग्दैन, बुझ्नुभयो? ल साथीहरूले पक्कै पनि घ भन्नुभएको होला, एकदमै धन्यवाद। ल लाइसेन्सको नमुना सेट 7 को प्रश्न नम्बर 12 यस प्रकार रहेको छ, सामाजिक परीक्षण समितिको अन्तिम कार्य कुन हो? सामाजिक परीक्षण समितिको अन्तिम कार्य कुन रहेको छ? अन्तिम प्रतिवेदन, विषयवस्तुको विश्लेषण, अन्तिम प्रतिवेदन तयार, मूल्याङ्कन। अन्तिम प्रतिवेदन पेश कुन होला साथीहरू? ल भन्नुहोस्। प्रश्न 12, ल रामबहादुरजी, शान्तिजी एकदमै तपाईहरु कमेन्ट एकदमै मिलेको छ। भगवतीजी लगायत सम्पूर्ण साथीहरूले डी भन्नुभएको थियो प्रश्न 11 को भने एकदमै धन्यवाद। यसै गरी प्रश्न 12 आजको नमुना सेट लाइसेन्स सम्बन्धी विशेष गरी नमुना सेट 12 को प्रश्न नम्बर 7 को प्रश्न नम्बर 12, सामाजिक परीक्षण समितिको अन्तिम कार्य कुन हो भन्यो भने अन्तिम कार्य के गर्छ सामाजिक परीक्षण समितिले भने अन्तिम प्रतिवेदन पेश गर्छ। अन्तिम प्रतिवेदन तयार गरेर पेश गर्ने काम कहाँ पेश गर्छ? विवेशमा पेश गर्छ। ख्याल गर्नुस्, अन्तिम प्रतिवेदन कहाँ पेश गर्छ? विवेशमा अथवा विद्यालय व्यवस्थापन समितिमा पेश गर्ने भनेको सामाजिक परीक्षण समितिको अन्तिम कार्य हो, ख्याल गर्नु होला। जति पनि साथीहरूले क भन्नुभएको छ भने एकदमै धन्यवाद। यसै गरी नमिलेको छ भने पनि साथीहरूले करेक्सन गर्न सक्नुहुन्छ, बुझ्न सक्नुहुन्छ है। आत्तिनु पर्दैन, दुःख मान्नु पर्दैन है। मिल्छ मिल्दैन केही छैन, तपाईहरुको यो निर्माणात्मक मूल्याङ्कन हो है। अलिकति मन खुसी हुन्छ मिल्यो भने त्यति मात्रै हो। ल साथीहरूले कमेन्ट गरेर साथ दिनु होला। शैक्षिक व्यवस्थापनमा तलका मध्ये कुन पर्दैन? शैक्षिक व्यवस्थापन अन्तर्गत तलका मध्ये कुन पर्दैन? मानवीय पक्ष, भौतिक पक्ष, परम्परागत पक्ष, शैक्षिक पक्ष। ल आज हामी अलिकति छिटो छिटो जाँदैछौँ साथीहरू, ख्याल गर्नुहोस्। मैले सम्पूर्ण प्रश्नका उत्तरहरू व्याख्या विश्लेषण गर्न भ्याइदैन, ख्याल गर्नु होला है। अलिअलि छिटो छिटो जानेछौँ, समय कम छ, प्रश्नहरू धेरै छन्, साथीहरूले ख्याल गर्न सक्नुहुन्छ। दिपेन्द्रजीले ए हो सर भन्नुभएको छ, बिल्कुल ए नै रहेको छ। सम्पूर्ण साथीहरूले
कमेन्ट गरेर साथ दिनुहोस्। यसै गरी प्रश्न 13 यस प्रकार रहेको छ, शैक्षिक व्यवस्थापनमा तलका मध्ये कुन पर्दैन? ल, शैक्षिक व्यवस्थापनमा मानवीय पक्ष पर्छ। मानवीय भनेको तपाईको जनशक्ति व्यवस्थापन भन्ने हुन्छ। जनशक्ति व्यवस्थापन पर्यो, भौतिक पक्ष पनि पर्यो, शैक्षिक पक्ष त पर्ने नै भयो। यो परम्परागत पक्ष पर्दैन। ल, जति पनि साथीहरूले ग भन्नुभएको छ भने एकदमै धन्यवाद, तपाईहरूको आन्सर ग रहेको छ, सी रहेको छ। परम्परागत पक्ष भन्ने तपाईको शैक्षिक व्यवस्थापन अन्तर्गत पर्दैन। यसै गरी प्रश्न 14 हामी माझ यस प्रकार रहेको छ, आजको नमुना सेट 7 को प्रश्न 14, विद्यार्थीले जति पटक सही प्रतिक्रिया दिन्छ उति नै पटक पुरस्कार दिइने गरिन्छ भने त्यो कस्तो पुनर्बल तालिका हो? अनिश्चित, निश्चित, निश्चित अवधि, लगातार। प्रश्न 14 तपाईहरुले कमेन्ट गरेर साथ दिनु होला जो जहाँबाट जोडिनु भएको छ। भगवतीजी एकदमै धन्यवाद, परम्परागत पक्ष पर्दैन सर भन्नुभएको छ। कोपिलाजी एकदमै, सम्पूर्ण दिपेन्द्रजी लगायत अमिन खड्काजी वेलकम गर्न चाहे। नयाँ साथीहरूलाई मुना धामीजी एकदमै वेलकम गर्न चाहे। विमला अधिकारी, सम्पूर्ण साथीहरू जो जहाँबाट हामीलाई हेरिबस्नु भएको छ कमेन्ट गरेर साथ दिनुहोस् है। के गर्नुभयो साथीहरूले कमेन्ट? प्रश्न 14 को के गर्नुभयो? हो, 14 को डी भन्ने साथीहरूलाई एकदमै धन्यवाद। लगातार पुनर्बल भनिन्छ है। विद्यार्थीहरूले सही प्रतिक्रिया दिइरहेका छन्। जस्तो कि तपाईहरुले यदि डीडी भन्नुभएको छ भने मैले तपाईहरु सम्पूर्णलाई लगातार लगातार धन्यवाद 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 भन्यो भने यसलाई भन्छ लगातार पुनर्बल भन्छ है साथीहरु। के भन्छ यस्तोलाई? लगातार पुनर्बल। तपाईहरुले प्रतिक्रिया सही सही दिनु हुँदैछ अनि शिक्षकले तपाईहरुलाई लगातार दिने बित्तिकै केही पुरस्कार दिन्छ अथवा शाब्दिक या मौखिक या तपाईको हैन जस्तो सुकै पुरस्कार अथवा सुकै पुनर्बल दिन्छ भने त्यसलाई भन्छ लगातार पुनर्बल। शिक्षक तालिम भन्नाले के जनाउँछ भन्ने प्रश्न नम्बर 15 हामी माझ यस प्रकार, ज्ञान सिप प्रविधि र व्यवहारमा परिवर्तन ल्याउने प्रवृत्ति आफूमा भएको ज्ञान सिप र अभिवृद्धिलाई परिष्कृत तथा अभावी गर्ने प्रवृत्ति हो तालिम। आफूमा भएको अभाव पूर्ति गर्ने वा कमजोरी हटाउने साधन हो तालिम, या कि माथिका सबै हो तालिम? जति पनि साथीहरू हामीलाई हेरेर साथ दिनु भएको छ भने कमेन्ट गर्नु नभुल्नु होला। सम्पूर्ण साथीहरुमा हार्दिक अनुरोध गरे लाइभलाई शेयर गर्न नभुल्नु होला, सम्पूर्ण साथीहरुको माझ पुर्याउनु होला भन्ने हामीले चाहे। ल, ढिला नगरी प्रश्न नम्बर के होला साथीहरु? शिक्षक तालिम भन्नाले सबैभन्दा बेस्ट माथिका सबै भनेर सम्झिनुस्। माथिका सबै एकदमै सम्पूर्ण साथीहरुको कमेन्ट माथिको सबै भन्ने आइसकेको छ। एकदमै व्यवहारमा पनि परिवर्तन ल्याउँछ तपाईको ज्ञान सिप इत्यादि कुराहरुमा हैन। आफूमा भएको ज्ञान अभिवृद्धि परिष्कृत भनेको अझै बढाउनु हो साथीहरुले, उल्टो नसोच्नु होला। परिष्कृत भनेको अझै बढाउने वृद्धि गर्ने भन्ने हो। अबाधिक भनेको अपडेट गराइराख्ने भन्ने हो। आफूमा भएको अभाव जे अभाव छ त्यो पूर्ति गर्ने हैन, कमजोरीहरु हटाउने। त्यसैले यो माथिका सबै भयो। तालिम एकदमै इम्पोर्टेन्ट है शिक्षकको लागि। साथीहरुलाई विशेष जानकारी गराए लाइभलाई धेरै भन्दा धेरै शेयर गर्नु होला। सम्पूर्ण साथीहरुलाई एकदमै विशेष अनुरोध गरे लाइभलाई धेरै भन्दा धेरै शेयर गर्नु हुन हार्दिक अनुरोध गरे अनि हामी अगाडि बढ्ने छौं। एकचोटी तपाईहरुले सम्पूर्ण साथीहरुले लाइभलाई शेयर गर्न नभुल्नु होला भन्दै आजको प्रश्न नम्बर अर्को हामी त्यसपछि अगाडि बढ्दैछौं। प्रश्न 16 आजको नमुना सेट 7 को प्रश्न 16 तपाईहरुमाझ, शैक्षिक उपलब्धि लगायतका विषयको सन्दर्भमा अभिभावकसँग छलफल परामर्श गर्न कुन सक्षमता आवश्यक पर्दछ भन्ने रहेको छ। प्रश्न 16 साथीहरुले कमेन्ट गरेर साथ दिन सक्नुहुन्छ जो जहाँबाट जोडिनु भएको छ। ल, जति पनि साथीहरुले शिक्षकका सक्षमताहरू 8 वटा मध्ये यदि विभिन्न विषयवस्तुको सन्दर्भमा अभिभावकसँग, विद्यार्थीसँग, शिक्षक बीच, प्रधानाध्यापकसँग, हरेकसँग परामर्श गर्न कुन सक्षमता आवश्यक पर्छ? परामर्श भनेको कुराकार्नी गर्ने, सहकार्य गर्ने है। कुन सक्षमता आवश्यक पर्दछ त? सञ्चार तथा सहकार्यको सक्षमता आवश्यक पर्दछ। ल,
जति पनि साथीहरूले ग भन्नुभएको छ भने एकदमै धन्यवाद। मिलाउने साथीहरूलाई एकदमै धन्यवाद दिन चाहे। पुनर्ताजगी तालिममा तलका मध्ये कुन पर्दैन भनेको छ। पुनर्ताजगी तालिममा तलका मध्ये कुन पर्दैन? पुनर्ताजगी तालिम प्रश्न 17 पुनर्ताजगी तालिममा तलका मध्ये कुन पर्दैन? ल एकदमै विमल अधिकारीजी एकदमै वेलकम। रेशमाजी, जोनजी, भगवतीजी लगायत सम्पूर्ण साथीहरूले कमेन्ट गरेर साथ दिनुहोस् है। फटाफटी जानेछौँ हामी, ढिला गर्ने छैनौँ। पुनर्ताजगी तालिममा तलका मध्ये कुन पर्दैन? ल जति पनि साथीहरूले कमेन्ट गरिसक्नु भएको छ भने धन्यवाद। कमेन्ट गर्ने साथीलाई एकदमै धन्यवाद। सेवा प्रवेश अघि तालिम दिनु यो पर्दैन है साथीहरू। यो सेवा प्रवेश अघि तालिम दिनु यो पर्दैन। कुन पर्दैन त? यही पर्दैन। पुराना ज्ञान सिप र पुनर्स्मरण गराउनु एकदमै ठिक हो। पुनर्ताजगी भनेको आफूमा भएको ज्ञान कुराहरू फेरि अझै अपडेट गराउने, अझै तपाईँको भुलेको छ कि छैन भनेर याद दिलाउने शब्दले के भन्छ हेर्नुहोस् त, पुनर्ताजगी, फेरि ताजा गराउने। के त? पुराना ज्ञानहरू या नयाँ ज्ञानहरू होस् फेरि। यो छोटो अवधिको हुन्छ, करिब 5 दिनको हुन्छ। यसलाई कस्टमाइज तालिम पनि भनेर भन्ने गरिन्छ, ख्याल गर्नुहोस् है। अरू सबै पर्छ भने यो पर्दैन। सेवा प्रवेश अघि दिइँदैन। तपाईहरू शिक्षकै हुनुभएको छैन भने यो दिइँदैन है, ख्याल गर्नु होला। जति पनि साथीहरूले ख भन्नुभएको छ भने एकदमै धन्यवाद। ल बाल अधिकार भन्नाले के बुझ्नुहुन्छ? प्रश्न 18 तपाईहरूमा यस प्रकार रहेको छ। प्रश्न 18 17 को ख जति पनि साथीहरूले भन्नुभएको छ भने एकदमै धन्यवाद। रामबहादुर, भगवती, खुशबु, निशा, भगवतीजी, निलम, विमल अधिकारी लगायत सम्पूर्ण साथीहरूमा एकदमै धन्यवाद। तपाईहरूमा आजको सेटको प्रश्न 18 यस प्रकार। बाल अधिकार भन्नाले के बुझ्नुहुन्छ? साथीहरूले अप्सन पनि पक्कै यकिन गरिसक्नु भएको छ। जति पनि साथीहरूले ग भन्नुभएको छ अथवा सी भन्नुभएको छ भने एकदमै धन्यवाद। कति साथी हुनुहुन्छ सी भन्ने? ल जति पनि साथीहरूले सी भन्नुभएको छ भने एकदमै धन्यवाद। बालबालिकाले पाउनुपर्ने जन्मसिद्ध पनि प्राकृतिक र नैसर्गिक अधिकार भनेर हामीले बाल अधिकारलाई पढ्नु पर्यो है। यसै गरी आजको नमुना 60 को प्रश्न 19 शिक्षा गुणस्तर कमजोर हुनुको मुख्य कारण के होला? शिक्षा गुणस्तर कमजोर हुनुको मुख्य कारण के होला? सम्पूर्ण साथीहरू कमेन्ट गरेर साथ दिनुहोस्। विषयगत शिक्षाको व्यवस्था नहुनु, समान कामका लागि असमान सुविधा, मर्यादित शिक्षण पेशा पनि बन्न नसक्नु है, माथिका सबै। ल 18 को सी भन्ने जति साथीहरूलाई एकदमै धन्यवाद दिन चाहे। र प्रश्न 19 ढिला नगरी माथिका सबै हो। शिक्षाको अलिकति गुणस्तर खस्केको अथवा उकास्न नसकेको कारण भनेका इत्यादि रहेका छन्, ख्याल गर्नु होला है। माथिका सबै कारणले गर्दा गुणस्तर अलिकति सुध्रिन पाएको छैन। यसै गरी आजको नमुना सेट 7 को प्रश्न 20 शिक्षा एक सामाजिक प्रक्रिया हो, यो कसको अवधारणा हो? शिक्षा एक सामाजिक प्रक्रिया हो, यो कसको अवधारणा रहेको छ? साथीहरू सम्पूर्ण साथीहरूले कमेन्ट गर्नुहोस् है। कमेन्ट गरेर छलफल गर्नुहोस्, प्रतिक्रिया दिनुहोस्। तपाईँको कमेन्ट प्रतिक्रिया देख्न पाउँदा एकदमै खुसी लाग्छ है। कमेन्ट गर्यो भने तपाईँहरूको अलिकति सक्रिय स्तर बढ्छ, ख्याल गर्नुहोस् है। जति पनि साथीहरू हुनुहुन्छ लाइभलाई सेयर गर्न नभुल्नु होला। शिक्षा एक सामाजिक प्रक्रिया हो, यो अवधारणा कसको हो? ल जति पनि साथीहरूले कमेन्ट गरिसक्नु भएको छ भने एकदमै धन्यवाद। अप्सन ए जोन डिबेको है साथीहरू। जोन डिबेको शिक्षा एक सामाजिक प्रक्रिया भन्यो भने जोन डिबे सम्झिनुहोस् है। ल जति पनि साथीहरूले क भन्नुभएको थियो भने एकदमै धन्यवाद। राष्ट्रिय पाठ्यक्रम प्रारूप 76 अनुसार कक्षा 6-8 को उमेर समूह कुन हो? ल साथीहरूले कमेन्ट गर्नुहोस् त। 6-8 को उमेर समूह कति हो? ल भन्नुहोस् त साथीहरू। 9-12, 10-12, 10-13, 9-11। जो जहाँबाट जोडिनु भएको छ सम्पूर्ण साथीहरूले कमेन्ट गरेर साथ दिनु होला। साथै हामीलाई फेसबुक लाइभबाट जोडिनु हुने सम्पूर्ण साथीहरूलाई धन्यवाद दिन चाहे। ढिलो चाँडो जति बेला पनि जोडिनु भएको छ, एकदमै जति बेला पनि जोडिनु भएको छ भने अब चाहिँ कमेन्ट गर्न चाहिँ नभुल्नु होला। ढिला नगरी आजको प्रश्न नम्बर 21 6-8 भन्यो भने साथीहरूले सजिलो तरिका छ। 6 मा 4 जोड्नुहोस्, यो 8 मा 4 जोड्नुहोस् है। अनि कति पुग्छ? 10-12।
हो, जति पनि साथीहरूले 10 12 भन्नुभएको छ भने एकदमै धन्यवाद है। अप्सन ख राइट एन्सर 10 12 हो। यसै गरी थाहा पाउनु होला, चाचार जोड्नु होला, आइहाल्छ 10 12। प्रश्न विशेष गरी नमुना सेट 7 को आजको प्रश्न 22 यस प्रकार, सिकाइ सक्षमता स्तर कतिवटा रहेका छन्? 3 4 5 6। ढिला नगरी कमेन्ट गर्नुहोस् त साथीहरू फटाफटी। ल, आजको नमुना सेट 7 को प्रश्न नम्बर 21 तपाईहरुमा यस प्रकार रहेको छ। ल, राष्ट्रिय पाठ्यक्रम प्रारूप 76 अनुसार सिकाइ सक्षमता क्षमता स्तर कतिवटा रहेका छन्? ल, 1 2 3 4 5 कतिवटा रहेका छन्? 1 2 3 4 5 जम्मा कतिवटा? 5 वटा। कतिवटा? 5। जति पनि साथीहरूले सी भन्नुभएको छ भने एकदमै धन्यवाद। 5 भनेको यो 11 12। ल, 5 सिकाइ सक्षमता स्तर कति रहेका छन्? 5 वटा रहेका छन्। ल, जति पनि साथीहरूले 5 भन्नुभएको छ भने एकदमै धन्यवाद। तलका मध्ये विशिष्ट उद्देश्यमा हुनुपर्ने गुण कुन हो? ढिला नगरी आजको नमुना सेटको प्रश्न नम्बर 23 तपाईहरुमा हामीले राखिसकेका छौं। सम्पूर्ण साथीहरूले कमेन्ट गरेर साथ दिनुस् भन्दै तपाईहरुमा कमेन्टको लागि मैले समय दिए। तलका मध्ये विशिष्ट उद्देश्यमा हुनुपर्ने गुण कुन हो? ढिला नगरी आजको प्रश्न नम्बर 23 को आन्सर रहेको छ माथिका सबै। विशिष्ट उद्देश्य, उद्देश्य खास गरी दुईटा हुन्छन्, साधारण विशिष्ट। विशिष्ट उद्देश्यमा हुनुपर्ने कुराहरू विशिष्ट हुनुपर्छ, त्यो है मापन योग्य हुनुपर्छ, मापनीय हुनुपर्छ, स्पष्ट पनि हुनुपर्छ, व्यावहारिक पनि हुनुपर्छ। ख्याल गर्नुस् है, प्राप्त गर्ने खालको हुनुपर्छ उद्देश्य। यी 4 5 वटा तपाईको विशिष्ट उद्देश्यमा हुनुपर्ने गुणहरू हुन्, ख्याल गर्नुस्। त्यसैले माथिका सबै हुने भए। व्यावहारिक भन्नेहरू याद गर्नुपर्छ साथीहरूले। यसै गरी प्रश्न नम्बर 14 तपाईहरुमा यस प्रकार आजको नमुना सेट 7 को प्रश्न नम्बर 14। ढिला नगरी जो जहाँबाट जोडिनु भएको छ सम्पूर्ण साथीहरूले कमेन्ट गरेर साथ दिनुस् है। सिकाइ सिडी वा सिकाइ खुड्किल्लो जस्ता क्रियापद कुन शैक्षणिक संगठनमा प्रयोग भएको हुन्छ? साथीहरू प्रश्न 24 अलिकति ख्याल गरेर कमेन्ट गर्नुस् त सम्पूर्ण साथीहरूले, जो जहाँबाट जोडिनु भएको छ। सम्पूर्ण साथीहरूलाई धन्यवाद, ढिलो चाँडो जोडिनु भएको छ है। जति बेला जोडिनु हुन्छ तर पनि धन्यवाद, र सम्पूर्ण साथीहरूले कमेन्ट गरेर साथ दिनुस्। ल, कमेन्ट गर्नु पर्यो ढिला नगरी। सिकाइ सिडी वा सिकाइ खुड्किल्लो भन्ने कुराहरू तलका मध्ये कुन संगठनमा हुन्छ? विषय शिक्षणमा कि बहुकक्षा बहुस्तरमा कि कक्षा शिक्षण कि बहुकक्षा शिक्षण? हो साथीहरू, अलि झुक्किनु भएको छ भने अब बिल्कुल नझुक्किनु होला। यो चाहिँ कहाँ हुन्छ भन्दा बहुकक्षा बहुस्तर शिक्षणमा हुन्छ है। किन हुन्छ सर, के हो यो सिकाइ सिडी भन्नेको? यहाँ त्यहाँ विषयवस्तु अलिकति सबैको कम्बाइन हुने गर्छ, त्यसैले त्यहाँ विषयवस्तु भन्दा पनि सिकाइको सिडी राखिएको हुन्छ। जस्तो कि अब मानिलिउँ यो एउटा सिडी भयो भने है, अब विभिन्न विद्यार्थीहरूका विभिन्न तपाईको आन्तरिक तपाईको आफ्ना सिकाइ क्षमताहरू हुन्छन्, सिपहरू हुन्छन् है। ती मध्येबाट जस्तो कि यो सिडी पार गर्यो भने माथिल्लो सिडीमा जाने, यो सिडी पार गर्यो भने फेरि अब माथिल्लो सिडीमा जाने। यसरी यो कहाँ हुन्छ भन्दा यो बहुकक्षा बहुस्तर शिक्षणमा हुन्छ, जहाँ विद्यार्थीहरू एक कक्षा भन्दा धेरै कक्षाका पनि रहेका हुन्छन् है। अनि उनीहरूको स्तर पनि फरक फरक हुन्छ, क्षमता पनि फरक फरक हुन्छ। त्यसकारण यहाँमा अरू कुरा भन्दा पनि सिकाइ सिडी भनेर हामीले सिकाइका कुराहरूलाई ख्याल गर्न सक्छौँ। एक सिडी पार गर्यो भने माथिल्लो सिडीमा त्यस पश्चात गइने हुन्छ। कहाँ हुन्छ त? बहुकक्षा बहुस्तर शिक्षणमा। यसै गरी प्रश्न नम्बर 25 तपाईहरुमा यस प्रकार रहेको छ। बबिताजी एकदमै नमस्कार गर्न चाहे, हार्दिक वेलकम गर्न चाहे सम्पूर्ण साथीहरुमा। ल, कमेन्ट गरेर साथ दिनुस् ढिलो चाँडो। जो साथी जति बेला जोडिनु भएको छ कमेन्ट गर्न नभुल्नु होला भन्दै आजको प्रश्न नम्बर 25 तपाईहरुमा, शिक्षा इस्तेहारका अनुसार विद्यालय शिक्षाको संरचना कुन हो? ल, भन्नुस् त। शिक्षा इस्तेहारका अनुसार जब नेपालमा प्रजातन्त्र आइसक्यो भने 2007 सालपछि है शिक्षाले एकदम आधुनिक स्वरूप लिएको थियो। त्यस पश्चात है, अनि त्यति बेला चाहिँ शिक्षाको संरचना कस्तो थियो? ल, भन्नुस् त। साथीहरूले कतिको ख्याल गर्नुभयो? यो आजको गण्डकी प्रासमा सोधेको प्रश्न पनि थियो है, ख्याल गर्नु होला।
3 4 3 जति पनि साथीले क भन्नुभएको छ भने एकदमै धन्यवाद। 3 4 3 रहेको छ है। 3 4 3 3 4 3 रहेको छ। जति पनि साथीले क भन्नुभयो भने एकदमै धन्यवाद। फेरि पनि साथीहरूलाई जानकारी दिए लाइभलाई सकेसम्म धेरैभन्दा धेरै साथीहरूको माझ पुर्याउनु होला, ग्रुपमा सेयर गर्नु होला है। हामीले यो अफर राखेका छौँ, साथीहरू ख्याल गर्नुहोस् है। ल हार्दिक तपाईहरुलाई रिक्वेस्ट गर्न चाहे। यसैगरी प्रश्न नम्बर 26 तपाईहरुमा यस प्रकार रहेको छ। प्रश्न 26 विद्यार्थीको संवेग एवं बौद्धिक परिपक्वता र सामाजिक विकासको मूल्याङ्कन गर्ने विधि कुन हो भनेको छ। बौद्धिक परिपक्वता, अलिकति शब्द ख्याल गर्नुहोस् है साथीहरू। सामाजिक विकासको मूल्याङ्कन गर्ने विद्यार्थीहरू अथवा बालबालिकाहरू है, सिकारुहरू समाजमा के कस्ता व्यवहारहरू देखाउँछन् है, उनीहरूको सामाजिक विकास के भएको छ भनेर यदि मूल्याङ्कन गर्नु पर्यो भने कुन विधिबाट मूल्याङ्कन गर्न सकिन्छ, तपाईहरुमा आज प्रश्न रहिसकेको छ। सम्पूर्ण साथीहरूले कमेन्ट पनि गरिसक्नु भएको छ। कमेन्ट गर्ने साथी राजेन्द्रजी, निरजजी, दिपियाजी, भगवतीजी, सरिताजी, ल शङ्करजी, सुशीलाजी, खुशबुजी लगायत सम्पूर्ण साथीहरुमा एकदमै धन्यवाद। यो चाहिँ तपाईको विभिन्न व्यवहारहरू संवेदनात्मक बौद्धिक परिपक्वता भयो कि भएन भनेर है, सामाजिक विकासका विभिन्न चरणहरू हेर्ने, विद्यार्थीहरूको आनी बानी हेर्ने, व्यवहारहरू हेर्ने, मूल्याङ्कन गर्ने भनेको यो अवलोकन विधि। ख्याल गर्नु होला साथीहरू है। अवलोकन विधिबाट पत्ता हेरेर पत्ता लगाउन सकिन्छ, ख्याल गर्नुहोस्, मूल्याङ्कन गर्न सकिन्छ भन्ने हो। जति पनि साथीहरूले बी भन्नुभएको छ भने एकदमै धन्यवाद। 26 को बी भन्ने साथीहरू दिपेन्द्रजी, चलजी, भगवतीजी लगायत सम्पूर्ण साथीहरूमा एकदमै धन्यवाद। ल प्रश्न 27 तपाईहरुमा यस प्रकार सार्वजनिक वडापत्रको उद्देश्य देखाएको मध्ये कुन हो। सार्वजनिक वडापत्रको उद्देश्य देखाएका मध्ये कुन हो। सेवाको विषयमा सहज रूपमा जानकारी दिने, सेवा प्रवाहमा पारदर्शिता कायम गर्ने, जवाबदेहिता प्रबन्ध गर्ने, माथिका सबै भन्ने छ। ल भन्नुहोस् त साथीहरू, सार्वजनिक वडापत्रको उद्देश्य के हुन सक्छ। साथीहरूले पक्कै बुझ्नु भएको छ। सार्वजनिक वडापत्र भनेको विभिन्न सार्वजनिक संस्थाहरूमा बाहिरतिर ठुलो तपाईको भित्तामा दिवारमा विभिन्न तपाईका सेवाहरू सम्बन्धी लेखिएका हुन्छन् नि, जसो कि तपाईको नागरिकता कसरी लिने, जन्म दर्ता कसरी बनाउने, जन्म दर्ता बनाउन के चाहिन्छ, डकुमेन्टहरू भयो भने तपाईको वडामा जानुपर्छ सिफारिसको लागि है। त्यहाँ बाहिरतिर सम्पूर्ण कुराहरू लेखिदिएको हुन्छ, कति शुल्क लाग्ने, को निशुल्क हुन्छ कि के हुन्छ, त्यहीको के हो त भन्नु त साथीहरू उद्देश्य चाहिँ, त्यसलाई भन्छ सार्वजनिक वडापत्र। विद्यालयमा पनि हुन्छ, मार्कसिट कसरी लिने भनेर सम्पूर्ण कुराहरूको यो चाहिँ माथिका सबै रहेको छ है साथीहरू। जति पनि साथीहरूले डी भन्नुभएको छ भने एकदमै धन्यवाद। यसको उद्देश्य चाहिँ सेवाको विषयमा सहज रूपमा सम्पूर्णमा सुरुमै जानकारी हुन्छ, हामीले कसलाई सोध्नु पनि पर्दैन हैन, बाहिर हेरेर थाहा हुन्छ। पारदर्शिता कायम गर्छ, पारदर्शिता, जवाबदेहिता पनि हुन्छ है। यदि भएन भने हामीले त्यसलाई कारबाही पनि गर्न सक्छौं नि, ख्याल गर्नु पर्यो। प्रश्न आजको नमुना सेट 7 को प्रश्न 28 तपाईहरुमा आज यस प्रकार रहिसकेको छ। विद्यालयमा गुनासो पेटिकाको मुख्य प्रयोजन कुन हो। ल यो चाहिँ विद्यालयमा गुनासो पेटिका पनि प्राय सबै ठाउँ तपाईको सार्वजनिक संस्थामा पनि रहेका हुन्छन् है, जति पनि सरकारी संस्थाहरूमा है हुन्छ। त्यसै कारण खास गरी विद्यालयमा चाहिँ गुनासो पेटिकाको मुख्य काम के होला साथीहरू भन्नुहोस् त। के का लागि गुनासो पेटिका राख्ने गरिन्छ। विद्यालयमा महत्त्वपूर्ण कागजात राख्न हो कि, अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्ने हिसाबले गुनासो पेटिका राख्ने हो कि, विद्यालयसँग सम्बन्धित समस्या र कमजोरीहरू गोप्य रूपमा समाधान गर्ने हो कि, विद्यालयको आवश्यकता सूचना प्रभाव गर्ने हो कि। ल जति पनि साथीहरू जोडिनु भएको छ प्रश्न नम्बर 28 को कमेन्ट गरेर साथ दिनु होला। कमेन्ट आइसकेको छ। सुशीलाजी, खुशबुजी, रामबहादुर रोकायाजी एकदमै धन्यवाद, वेलकम गर्न चाहे। निशाजी, सपनाजी, ल जति पनि साथीहरूले सी भन्नुभएको छ एकदमै खुसी लाग्यो तपाईहरुको कमेन्ट देखेर। एकदमै यो गुनासो पेटिका भनेको यो गोप्य रूपमा हुन्छ है साथीहरू। यो सबैले देख्ने गरी मैले गुनासो पत्र हाले सबैलाई देखाउने गरी यो चाहिँ हुँदैन है। ती भएका समस्याहरूलाई चाहिँ गोप्य रूपमा समाधान गर्ने हो, ख्याल गर्नुहोस्। यो प्रहले खोल्छ, ख्याल गर्नु होला है। प्रहले खोल्छ गुनासो पेटिकाहरू 15 दिन 30 दिन
ख्याल गर्नु त्यो आवश्यकता अनुसार। ल जति पनि साथीले सी भन्नुभएको छ भने एकदमै धन्यवाद। प्रश्न 29, अनुसन्धानको शाब्दिक अर्थ कुन रहेको छ? अनुसन्धानको शाब्दिक अर्थ कुन रहेको छ? आजको नमुना सेट 7 अन्तर्गत रहेको प्रश्न 29, अनुसन्धानको शाब्दिक अर्थ। शाब्दिक भनेको साथीहरूले पक्कै बुझिसक्नु भएको छ, शब्दको अर्थ भन्न खोजेको अनुसन्धान, जसलाई इङ्ग्लिसमा रिसर्च पनि भन्ने गरिन्छ। न्यायको खोज, खोजीलाई पछ्याउनु, दर्शनको शाखा, परीक्षण मात्र गर्नु। बबिताजी भन्नुभएको छ। ल रिनाजी एकदमै वेलकम। ल सम्पूर्ण साथीहरूमा शङ्करजी एकदमै धन्यवाद। शान्तिजी, लक्ष्मीजी, वर्षादी लगायत सम्पूर्ण साथीहरूले कमेन्ट गरिसक्नु भएको छ, एकदमै धन्यवाद। जति पनि साथीहरू हुनुहुन्छ कमेन्ट गर्नुहोस् है, मिल्छ मिल्दैन ख्याल गर्नुहोस्। यो अनुसन्धान भनेको रिसर्च, पुनः खोजी गर्नु, खोजीलाई पछ्याउनु हो है। पुनः खोजी गर्नु अथवा नयाँ खोजी गर्नु, खोजीलाई पछ्याउनु भन्ने, पछ्याउनु होइन फेरि पछ्याउनु है। रिसर्च गर्नु, अनुसन्धान गर्नु भनेको पुनः खोजी गर्नु, खोजीलाई पछ्याउनु भन्ने हो, शब्दको अर्थ मात्रै भन्न खोजेको ख्याल गर्नुहोस् है। शाब्दिक अर्थ चाहिँ खोजीलाई पछ्याउनु। यसै गरी प्रश्न नम्बर 30, साथीहरू झुक्किनु भएन है, सजिलै रहेका छन् प्रश्न। प्रश्न नम्बर 7 को मास्लोको उत्प्रेरणाको आवश्यकता सम्बन्धी सिद्धान्तमा देखाएका मध्ये कुन पर्दछ? प्रश्न 30, मास्लोको उत्प्रेरणाको आवश्यकता सम्बन्धी सिद्धान्तमा देखाएको मध्ये कुन पर्दछ? कुन पर्दछ साथीहरू? ल साथीहरूले यो पनि ख्याल गर्नुपर्छ है। यो पनि आज तपाईको गण्डकी प्रासमा सोधेको प्रश्न रहेको छ, यसो तपाईहरू बुझ्नु होला भनेर। आज गण्डकी प्रासमा सोधेको थियो यो प्रश्न पनि है। शारीरिक आवश्यकता पर्छ, सम्मानको आवश्यकता, सुरक्षा आवश्यकता, त्यसैले माथिको सबै। यति सजिलो पनि सोध्छ है, सोध्छ। सम्पूर्ण साथीहरू ख्याल गर्नु होला, यो पनि सोधेको थियो आज, ख्याल गर्नु। एकदमै शङ्कर बिडाजीले भनिसक्नु भएको छ, माथिका सबै एकदमै ख्याल गर्नुहोस्। हेर्नुहोस् त अलिकति सजिलै थियो आजको प्रश्न। शिक्षक लाइसेन्स नमुना सेटको हेर्नुहोस् त, शैक्षिक क्षेत्र वा कक्षा कोठामा शिक्षकले प्रयोगमा ल्याउन सकिने अनुसन्धान कुन रहेको छ? आजको नमुना सेट 7 को प्रश्न 31 तपाईहरुमा हामीले यस प्रकार राखिसकेका छौं। साथीहरू जो जहाँबाट जोडिनु भएको छ सम्पूर्ण साथीहरूले कमेन्ट गरेर साथ दिनुस्। बुनाजी, मुनाजी है, विनोदजी, भगवतीजी सम्पूर्ण साथीहरुमा एकदमै धन्यवाद, कमेन्ट गरेर साथ दिनुस् है। दिपियाजी, हिमानीजी एकदमै वेलकम छ, सधैँ जोडिनुहुन्छ है। आज भने अलिकति ढिलो जोडिनु भयो कि जस्तो लाग्दैछ। अन्जुजी, सरिताजी, शङ्करजी, अर्यालजी, अल्लाह जो जहाँबाट जोडिनु भएको छ सम्पूर्ण साथीहरुमा एकदमै धन्यवाद र कमेन्ट गरेर साथ दिनुस्। तपाईहरुको कमेन्ट हेरेर बसेको छु म। शैक्षिक क्षेत्र वा कक्षा कोठामा शिक्षकले प्रयोगमा ल्याउन सकिने अनुसन्धान कार्यमूलक अनुसन्धान। यो त कहिले पनि भुल्नु भएन है साथीहरु। कार्यमूलक अनुसन्धान जति पनि साथीहरुले भन्नु भएको छ भने एकदमै धन्यवाद। ए भन्ने साथीहरुलाई एकदमै धन्यवाद दिन चाहे, नयाँ पुरानो सम्पूर्ण साथीहरुलाई। आजको नमुना सेट 7 को प्रश्न मूल्याङ्कनको समानार्थी शब्द कुन होला? प्रश्न सजिलो रहेको छ, साथीहरुले कमेन्ट गरेर साथ दिनुस्। आज अलि ढिलो भयो भन्नुभएको छ विनोदजीले, एकदमै ल ठीक छ साथी, केही छैन, सधैँ जोडिनुहुन्छ, खुसी लाग्छ। प्रश्न 32 तपाईहरुमा आज यस प्रकार रेडमीजी, पूजाजी है सम्पूर्ण साथीहरु, सरस्वतीजी कमेन्ट गरिसक्नु भएको छ, एकदमै खुसी लागेको छ। साथीहरुले जे होस् एक्टिभ त देखिरहेको छु मैले, एक्टिभ हुनुहुन्छ सम्पूर्ण साथीहरु, क्रियाशील हुनुहुन्छ, खुसी लाग्छ। लेखाजोखा पनि भन्ने गरिन्छ, मूल्याङ्कनलाई के पनि भनिन्छ साथीहरु भन्नुस् त? लेखाजोखा पनि भन्ने गरिन्छ है त। ल जति पनि साथीहरुले लेखाजोखा भन्नु भएको छ भने एकदमै बबिताजी लगायत सम्पूर्ण साथीहरुमा, हरिमायाजी, नरेन्द्रजी है, ल सन्तोषीजी सम्पूर्ण साथीहरुमा धन्यवाद। भीमबहादुर हमालजी एकदमै वेलकम, सधैँ जोडिनुहुन्छ, खुसी लाग्छ। ल एक आइडीबाट जोडिनु भएको छ वर्षा रावतजी, ल जति पनि हुनुहुन्छ सम्पूर्ण साथीहरुमा धन्यवाद। आज एउटा नयाँ साथी जोडिनु भएको छ, नाम किन चाहियो भन्ने आइडीबाट जोडिनु भएको छ, एकदमै धन्यवाद। सम्पूर्ण साथीहरु कमेन्ट गरेर साथ दिनुस् है। प्राथमिक तहमा कुन मूल्याङ्कनका आधारमा सिकाइ सुनिश्चित गरिएको छ? प्रश्न 33 हेर्नुस् त, प्राथमिक तहमा कुन मूल्याङ्कनका आधारमा सिकाइलाई सुनिश्चित गरिएको छ?
निदानात्मक, सहयोगी, निर्माणात्मक, निर्णयात्मक। हरिषाजी, सपनाजी, भगवतीजी, दिव्यजी, खुशबुजी, भगवतीजी लगायत सम्पूर्ण साथीहरुमा धन्यवाद। सी भन्नुभएको थियो, एकदमै तपाईहरुको आन्सर मिलेको थियो भने अब भने ढिला नगरी प्रश्न 33 को कमेन्ट गरेर साथ दिनु होला। यो आधारभूत तपाईको प्राथमिक तथा आधारभूत तह प्राथमिक तहमा त साथीहरुले निर्माणात्मक भनेर सोच्नु पर्यो है। पढाउने सँगसँगै मूल्याङ्कन गर्दै लैजाने, सिकाइका है तपाईको विभिन्न क्रियाकलापहरू गर्दै लैजाने है, मूल्याङ्कनका विभिन्न विधिहरू अपनाउँदै लैजाने, सुधार गर्दै लैजाने, बेरी बेरी तपाईको मूल्याङ्कन गर्दै लैजाने, यस्ता मूल्याङ्कनका साधनहरू भनेका निर्माणात्मक हुन्। साथीहरुले ख्याल गर्नु पर्यो, बच्चाहरुमा चाहिँ प्राथमिक तहमा चाहिँ निर्माणात्मक मूल्याङ्कन गर्नुपर्छ है। यसैगरी प्रश्न नम्बर 34, शैक्षिक मूल्याङ्कनको मुख्य उद्देश्य कुन होला? एकदमै विनोद बुढाजीले भन्नुभएको छ निरन्तर मूल्याङ्कन हुनुपर्ने हो सर भन्नुभएको छ। एकदमै अहिले चाहिँ तपाईहरुको फेरि कन्टिन्यू एसेसमेन्ट सिस्टम रहेको छ है। तपाईको निरन्तर मूल्याङ्कन पनि रहेको छ, ख्याल गर्नु होला। जति पनि साथीहरुले 34 को कमेन्ट गर्दै बस्नु भएको छ एकदमै धन्यवाद। डी आइसकेको छ कमेन्टमा हाम्रो एपबाट जोडिनु सम्पूर्ण साथीहरुले। शैक्षिक मूल्याङ्कनको मुख्य उद्देश्य के हुन सक्छ साथीहरु? आज हामी अलिकति छिटो छिटो जाउँ है, समय कम छ, साथीहरुलाई पनि भोक लागिसकेको होला भन्दै। शैक्षिक मूल्याङ्कनको मुख्य उद्देश्य जति पनि साथीहरुले घ भन्नु भएको छ भने एकदमै धन्यवाद, घ रहेको छ है। शिक्षण सिकाइका लागि पथ प्रदर्शन सेवा उपलब्ध गराउनु, बाटो देखाउने सेवाहरू उपलब्ध गराउने, विभिन्न तपाईको हैन शैक्षिक अनुसन्धानबाट विभिन्न नीति निर्माणहरू तपाईको कार्यक्रमहरू ल्याउने, यताति गर्ने, यो भनेको के हो? शैक्षिक मूल्याङ्कनको उद्देश्यहरू हो। शिक्षण सिकाइका लागि पथ प्रदर्शन, एउटा बाटो देखाउने, रास्ता देखाउने सेवा उपलब्ध गराउने। क भन्नुहुने सम्पूर्ण साथीहरुमा एकदमै धन्यवाद। समाजमा रहेको मतभेद, द्वन्द्व वा असमझदारीलाई हिंसात्मक रूपमा नभई शान्तिपूर्ण र रचनात्मक तरिकाले समाधान गर्ने सिकाउने शिक्षालाई के भनिन्छ भन्ने रहेको छ। प्रश्न 35 एकदमै 34 को डी भन्ने सम्पूर्ण साथीहरुमा हार्दिक धन्यवाद दिन चाहे। सन्तोषीजी, दिपेन्द्रजी, भानसिंह धामीजी, दिपेन्द्रजी, सरिताजी लगायत सम्पूर्ण साथीहरुमा धन्यवाद दिँदै अब भने प्रश्न नम्बर 35 को कमेन्ट गर्ने पालो तपाईहरुको। ल शान्ति अधिकारीजी एकदमै धन्यवाद। 35 को बी भनिसक्नु भएको छ भने हाम्रो एपबाट जोडिनु हुने सरस्वतीजी, सबिनाजी, देवीजी लगायत सम्पूर्ण साथीहरुले पनि कमेन्ट गरिसक्नु भएको छ एकदमै। ल साथीहरु एकदमै देश एकदमै अपडेट हुनुहुन्छ, खुसी लाग्छ, एकदमै अपडेट हुनुहुन्छ तपाईहरु, एकदमै खुसी लाग्यो है, एकदमै खुसी लाग्यो तपाईहरु अपडेट हुनुहुन्छ। यो सम्बन्धी दिने शिक्षा भनेको द्वन्द्व व्यवस्थापन र शान्ति व्यवस्थापन शिक्षा भनेर भन्ने गरिन्छ। साथीहरुले पक्कै बुझिसक्नु भएको छ। लाइभलाई शेयर गर्न नभुल्नु होला साथीहरुमा विनम्र अनुरोध गरे है। लाइभलाई शेयर गर्न पटक्कै भुल्नु हुने छैन भन्ने मैले विनम्र अनुरोध गरे। जति पनि हाम्रो लाइभबाट जोडिनु भएको छ, फेसबुक पेज हिमाला एकाडेमीबाट जोडिनु हुने सम्पूर्ण साथीहरुले लाइभलाई एकचोटी शेयर गर्न, दुईचोटी शेयर गर्न, कम्तीमा पनि 15 चोटी शेयर गर्न नभुल्नु होला भन्दै आजको प्रश्न 36 को अब भने कमेन्ट गर्नुस् है। ल निरजजीले भन्नुभएको छ प्रश्न नपढेरै दिनुभएको छ भन्नुभएको छ। ल साथीहरु प्रश्न पढ्नुस् अलिकति है, ठिक छ, ट्यालेन्ट हुनुहुन्छ भने ठिक छ, झन् राम्रो है। फटाफट ल साथीहरु, निर्माणात्मक मूल्याङ्कनको विशेषता होइन विद्यार्थीको सिकाइ स्तर निर्धारण गर्नु, विद्यार्थीको सिकाइमा सुधार गर्नु, उपचारात्मक शिक्षण विधि छनौट गर्न सहयोग गर्नु, शिक्षण सिकाइको अभिन्न अङ्गको रूपमा हुनु होइन भनेको छ साथीहरुले। होइन भनेको प्रश्न नम्बर 36 को क यो होइन, यो तपाईको शिक्षा विद्यार्थीहरुको सिकाइको स्तर निर्धारण गर्ने त तपाईको निर्णयात्मक हो। तपाईको के हो? यो
स्तर निर्धारण गर्ने त तपाईँको निर्णयात्मक हो, निर्णय लिनेवाला मूल्याङ्कन। तर यहाँ के भनेको छ, निर्माणात्मक भनेको त अघि पनि आइसकेको छ प्रश्न, सिकाइमा सुधार ल्याउने हो, उपचारात्मक शिक्षण विधिलाई बरु सहयोग गर्छ यसले है, अङ्गको रूपमा शिक्षण सिकाइको अभिन्न अङ्गको रूपमा रहेको छ भन्ने, तर क होइन। जति पनि साथीहरूले 36 को क भन्नुभएको छ भने एकदमै धन्यवाद। ल, यदि भन्नुभएको छैन भने पनि करेक्सन गर्न सक्नुहुन्छ, सच्याउन सक्नुहुन्छ। बाल अधिकार महासन्धि 1989 को कतिौं धारामा शिक्षाको उद्देश्य उल्लेख गरिएको छ? शिक्षाको उद्देश्य कुन धारामा उल्लेख गरिएको छ? नरेन्द्र ओलीजी एकदमै कमेन्ट गरेर साथ दिने भइरहेको छ। सम्पूर्ण साथीहरू, हरिसाजी, मेनुकाजी है, सम्पूर्ण साथीहरूमा धन्यवाद। 37 को प्रश्न कुन होला साथीहरू? आन्सर शिक्षाको उद्देश्य उल्लेख गरिएको धारा कुन होला? बाल अधिकार सम्बन्धी। साथीहरूले पक्कै पनि मिलाइसक्नु भएको छ। बाल अधिकारमा जम्मा धारा कति? 54 वटा। जम्मा धारा कतिवटा? 54 वटा रहेका छन्, जसमध्ये यो शिक्षाको उद्देश्य भनेको धारा 29। जति पनि साथीहरूले 29 भन्नुभएको छ भने यो शिक्षाको उद्देश्य अन्तर्गत रहेको छ धारा 29। यो धारा 28 भनेको शिक्षा सम्बन्धी। शिक्षा सम्बन्धी व्यवस्था चाहिँ धारा 29। यो प्रश्न आज प्रासमा सोधेको थियो। धारा कुन धारामा शिक्षाको व्यवस्था गरिएको छ भन्ने सोधेको थियो। बाल अधिकार महासन्धिले कुन धारामा शिक्षाको व्यवस्था गरिएको छ भनेको थियो? धारा 28 मा थियो भने त्यसको उद्देश्य चाहिँ धारा 29 मा रहेको छ। साथीहरूले ख्याल गर्नु पर्यो, शिक्षाको उद्देश्य चाहिँ धारा 29 मा हो, शिक्षाको व्यवस्था, शिक्षा सम्बन्धी व्यवस्था चाहिँ धारा 28 मा हो। साथीहरूले पक्कै बुझिसक्नु भएको छ, धन्यवाद। यसै गरी प्रश्न नम्बर 38 तपाईहरुमा। प्रश्न 38 ल, एकदमै हिमानीजी लगायत सम्पूर्ण साथीहरुमा एकदमै धन्यवाद। अब भने आकाश कुमारजी एकदमै वेलकम गर्न चाहे, ढिलो चाँडो जति बेला पनि जोडिनु भएको छ, एकदमै धन्यवाद। कमेन्ट गरेर साथ दिनुहोस् है साथीहरु। ल, टेलिभिजन तथा कम्प्युटर कस्ता शैक्षिक सामग्री हुन्? हाम्रो एपबाट कमेन्ट आइसकेका छन्। जति पनि साथीहरु जोडिनु भएको छ एपमा, सुरजजी, कोपिलाजी, सम्पूर्ण साथीहरुमा, सीमाजी लगायत सम्पूर्ण साथीहरुमा धन्यवाद दिँदै अब भने प्रश्न 38 को कमेन्टतिर लागम। जीवनजी एकदमै वेलकम गर्न चाहे, साथीहरुले कमेन्ट गरेर साथ दिइराख्नु भएको छ। शिवमजी, सरिताजी, कपिताजी, शंकरजी लगायत सम्पूर्ण साथीहरुले कमेन्ट दिन्छ। यो टेलिभिजन तपाईको कम्प्युटर भनेका त के हुन् साथीहरु? हेर्न पनि सकिने, दृश्य पनि देख्न सकिने, सुन्न पनि सकिने भनेपछि साथीहरुले श्रव्य दृश्य भनेर ख्याल। यो आधुनिक भन्ने हुँदैन है साथीहरु। शिक्षकका यो शैक्षिक सामग्रीहरुलाई आधुनिक भनेर विभाजन बने गरेको छैन, श्रव्य दृश्य भनेर भन्नु होला। साथीहरु कोही झुकेर आधुनिक हुन् कि भनेर लाग्छ, आधुनिक हुन् तर त्यो प्रकार छैन, श्रव्य दृश्य सामग्री भन्ने छ। व्याख्यान वा प्रवचन विधिलाई अर्को कुन नामले पनि चिनिन्छ? व्याख्यान वा प्रवचन विधिलाई अर्को कुन नामले पनि चिनिन्छ? परम्परागत वर्णनात्मक भाषण र माथिका सबै। एकदमै नरेन्द्रजी लगायत सम्पूर्ण साथीहरुमा एकदमै धन्यवाद। बीव जति पनि साथीहरुले भन्नुभएको थियो भने एकदमै धन्यवाद तपाईहरुलाई। वर्षाजी, रामबहादुरजी, हिमानीजी, दिपेजी, अनुजी, अचलजी, सरिताजी लगायत सम्पूर्ण साथीहरुमा एकदमै धन्यवाद। ढिलो चाँडो जोडिनु भएको छ, केही छैन। आजको प्रश्न 39 को कमेन्ट गरेर साथ दिनुहोस्। नमुना सेट 7 को आजको प्रश्न नम्बर 39 तपाईहरुमा रहेको छ। ल, यो व्याख्यान विधिलाई साथीहरु, व्याख्यान भनेको परम्परागत विधि पनि भनिन्छ, वर्णनात्मक वर्णन गरेर बोल्ने भएकाले वर्णनात्मक विधि पनि भनिन्छ, भाषण विधि पनि भन्ने हो। त्यसैले माथिका सबै भनिन्छ यो व्याख्यान विधिलाई साथीहरु। प्रवचन विधि है, साथीहरुले पक्कै बुझिसक्नु भयो। आजको नमुना सेट 7 को प्रश्न 40
एकदमै जति पनि साथीहरूले डी भन्नुभएको छ एकदमै धन्यवाद। व्याख्यान विधिलाई परम्परागत विधि पनि भनिन्छ है साथीहरू। अनि त्यस्तै तपाईँहरूको भाषण विधि पनि भन्ने हो, बढान विधि पनि भन्ने हो, तपाईँको व्याख्यान विधि पनि भन्ने हो। त्यसैले माथिका सबै जति पनि साथीहरू भन्नुहुन्छ भने एकदमै धन्यवाद। आजको प्रश्न 40 यस प्रकार स्वस्थ शरीरमा स्वस्थ मस्तिष्कको निर्माण गर्नु नै शिक्षा हो। ल अपडेट हुनुहुन्छ भने तपाईँहरूलाई एकदमै धन्यवाद। अरस्तु है साथीहरू, अरस्तु। स्वस्थ शरीरमा स्वस्थ मस्तिष्कको निर्माण गर्नु नै शिक्षा हो। कसले भनेका छन्? अरस्तुले। ल जति पनि साथीहरूले घ भन्नुभएको छ भने एकदमै धन्यवाद साथीहरू। तपाईँहरू जे होस् अपडेट हुनुहुन्छ, खुसी लाग्यो। तलका मध्ये कुन आउटपुट डिभाइस होइन? आउटपुट डिभाइस कुन होइन होला? आउटपुट डिभाइस रिजल्टहरू देखाउने डिभाइस कुन होइन? डाटाहरू देखाउने डिभाइस कुन होइन? युजरले चाहेको रिजल्टहरू है, डकुमेन्टहरू देखाउने डिभाइस कुन होइन? स्पिकर, मोनिटर, प्रिन्टर, माउस। ल एकदमै खुसबुजीले भन्नुभएको छ, यो पनि एकदमै हो। ल तपाईँहरू अपडेट हुनुहुन्छ, मलाई खुसी लाग्यो। यो माउस भनेको होइन है साथीहरू, यो इनपुट डिभाइस। इनपुट डिभाइस हो भने यो मोनिटरबाट हामीले स्क्रिनबाट यो देखिरहेछौँ नि, यो के हो? मोनिटर हो, स्क्रिन हो, यसले देखायो रिजल्ट, यो पनि इनपुट आउटपुट हो। स्पिकरबाट हामीले साउन्ड आवाज सुन्न सक्छौँ, यो पनि आउटपुट हो। प्रिन्टरबाट डकुमेन्टहरू प्रिन्ट गरेर नयाँ कुराहरू छापेर निकाल्छ त्यसले, यो पनि आउटपुट हो। तर यो माउस भनेको इनपुट वाला डिभाइस हो, यो आउटपुट होइन। 42 1024 जिबीमा कति हुन्छ भनेको छ? 1024 जिबीमा कति हुन्छ? फटाफटी जानेछु साथीहरू, ढिला नगरी। प्रश्न 42 को कमेन्ट गर्नु न हार्दिक अनुरोध गरे। साथै लाइभलाई सेयर गर्न नभुल्नु होला। करिब हामी अन्तिमतिर छौँ। सम्पूर्ण साथीहरूले लाइभलाई सेयर गर्न पटक्कै भुल्नु हुने छैन भन्ने मैले आशा गरेको छु। सम्पूर्ण साथीहरूले सेयर गर्नुहोस् है त। 1024 जिबीमा कति हुन्छ भनेको छ? कति हुन्छ होला साथीहरू? 1024 जिबी भयो भने 1024 जिबी भयो भने एक टिभी हुन्छ है साथीहरू। ख्याल गर्नुहोस् त, एक टिभी हुनलाई 1024 जिबी चाहिन्छ, अथवा एक एमबी हुनलाई 1024 केबी चाहिन्छ। साथीहरूले कतिको याद गर्नुभएको छ? यो एक एमबी हुनलाई 1024 चाहिँ केबी चाहिन्छ है। अनि 1024 एमबी भनेको चाहिँ 1 जिबी हो, यो ख्याल गर्न जरुरी छ साथीहरूले। 1024 जिबीले एक टिभी बनाउँछ है, एक टिभी। यो ख्याल गर्नु पर्यो। यो स्टोरेज डिभाइसका कुरा, स्टोरेज युनिटका कुराहरू रहेका छन्। यस्तै आजको नमुना सेट 7 को प्रश्न 43, सूचना प्रविधिमा पहुँच भएका र नभएका बीचको फरकलाई के भनिन्छ? सूचना प्रविधिमा पहुँच भएका र नभएका बीचको फरकलाई के भनिन्छ भन्ने प्रश्न रहेको छ। डिजिटल लिटरेसी, प्याकेज्ड डिभाइस, डिजिटल डिभाइस, कम्प्युटर डिभाइस। जनक दीले भन्नुभएको छ 1000 एमबी भनेको हो, एकदमै 1024 एमबी भनेको 1 जिबी नै हो है साथीहरू। त्यहाँ माथि चाहिँ 1024 जिबी भनेको थियो। जिबी भनेको चाहिँ टिभी, अलिकति ठुलो युनिट टिभी जिबी भन्दा। प्रश्न 43, सूचना प्रविधिमा पहुँच भएका र नभएका बीचको फरकलाई, यो एकदमै इम्पोर्टेन्ट प्रश्न हो। यो कुनै सालमा सोधिसकेको छ, ख्याल गर्नु। यसलाई भन्छ डिजिटल डिभाइड भन्छ है साथीहरू। डिजिटल डिभाइड, डिजिटल डिभाइड भन्छ केलाई? सूचना प्रविधिमा पहुँच भएका र पहुँच नभएका बीचको फरकलाई चाहिँ डिजिटल डिभाइड भन्छ। ख्याल गर्नु।
समूहमा नमिल्ने पत्ता लगाउनुहोस्। आजको नमुना सेट 7 को प्रश्न 44 तपाईहरुमाझ हामीले यस प्रकार राखेका छौं। जति पनि साथीहरुले प्रश्न 43 को सी भन्नु भएको छ, एकदमै धन्यवाद दिपेन्द्रजी लगायत लिजा है, युबीजी, भान्जी, पर्मिलाजी, नरेन्द्र ओलीजी, सम्पूर्ण साथीहरुमा एकदमै धन्यवाद। ल प्रश्न 24 को ढिलो नगरी तपाईहरुले कमेन्ट गर्न सक्नुहुन्छ। समूहमा नमिल्ने कुन होला? समूह नाम नमिल्ने सरस्वतीजी, सपनाजी लगायत सम्पूर्ण साथीहरुले कमेन्ट गरिसक्नु भएको छ। अन्तिम चोटी साथीहरुलाई एकदमै रिक्वेस्ट गरे लाइभलाई शेयर गर्नु होला, लाइक गर्न नभुल्नु होला। साथै कमेन्टको छेउनिरै लाइकको, लभको, रियाक्टको बटन छ, तपाईहरुले युज गर्न सक्नुहुन्छ त्यो बटनलाई है। आकाशजी लगायत विनोदजी लगायत सम्पूर्ण साथीहरुले कमेन्ट गरिसक्नु भएको छ भने सम्पूर्ण साथीहरुलाई धन्यवाद दिँदै यो प्रश्नको आन्सर चाहिँ रुख रहेको छ। समूहमा कुन मिल्दैन? रुख। किनकि यी सबै रुखका पार्टहरू हुन् अथवा भागहरू भन्ने रुखले त सम्पूर्णलाई जनाउँछ, त्यसैले यो मिलेन। काण्ड, पात, जरा भनेका रुखका पार्टहरू हुन्, त्यसैले रुख मिलेन। ल 2/10 लाई दशमलवमा परिवर्तन गर्दा कति हुन्छ? 2/10 लाई दशमलवमा परिवर्तन गर्दा कति हुन्छ? ल साथीहरु भन्नुस् त। ल भन्नु पर्यो साथीहरुले। 2/10 लाई भाग गरौँ त कति हुन्छ होला? सजिलो रहेको छ। प्रश्न नम्बर 45 साथीहरुले कमेन्ट गरेर साथ दिनुहोस्। मनमतीजी एकदमै धन्यवाद, वेलकम गर्न चाहे। ढिलो चाँडो जोडिनु भएको सम्पूर्ण साथीहरुमा एकदमै वेलकम र धन्यवाद दिन चाहे। अन्तिम पटक छौं हामी, अन्तिम 2/10 सुन्नुस्, यो जिरोले यसलाई कभर गरिसक्यो भने माथि सानो तल ठुलो 0 पॉइंट लेख्ने, यसले यसलाई कभर गरिसक्यो, अरु केही बाँकी रहेन भने 0.2 नै हुन्छ है। यदि मानिलिम 2 तल मानिलिम 100 छ भने के हुन्थ्यो होला है? 2/100 छ भने के हुन्थ्यो होला? हेर्नुस्, माथि सानो अंक तल ठुलो अंक छ भने, नम्बर छ भने अगाडि आँखा चिम्लेर 0 पॉइंट लेखिहाल्नुस्। के भने मैले? माथि सानो अंक तल ठुलो अंक छ भने अगाडि आँखा चिम्लेर 0 पॉइंट लेख्ने अनि कभर गर्ने। यो 0 ले त यसलाई कभर गर्यो, मानिलिम यसले यसलाई एकचोटी मानम कभर गर्यो अथवा खायो अथवा कभर गर्यो। अब यो 0 लाई कभर गर्न त यहाँ छैन, यो 0 लाई कभर गर्न यहाँ छैन, त्यसर्थ यो 0 हामीले यहाँनिर लेख्ने अनि बल्ल माथि जे छ त्यही लेख्ने हो। ख्याल गर्नु पर्यो है साथीहरुले, यो आइडिया ख्याल गर्नु होला। मानिलिम 2/1000 छ भने, 1000 छ भने के गर्ने? के गर्ने? यो माथि सानो तल ठुलो अंक 0 पॉइंट त आँखै चिम्लेर लेख्ने अनि योले यसलाई कभर गर्यो। बाँकी के रह्यो? दुईटा 0, एउटा दुईटा लेख्ने अनि बल्ल माथिको नम्बर लेख्ने। हामीले बुझ्न यसरी सकिन्छ। ल साथीहरुले अहिले चाहिँ यो 2.0 जति पनि साथीहरुले ख भन्नु भएको छ भने एकदमै धन्यवाद है त। ल एकदमै सम्पूर्ण साथीहरुले बुझिसक्नु भएको छ, खुसी लाग्छ, ट्यालेन्ट हुनुहुन्छ हाम्रो साथीहरु। यसैगरी प्रश्न 46 तपाईहरुमा यस प्रकार रहेको छ। 6, 11, 21, 36, 56 मा पछि कुन आउँछ होला? ल भन्नुस् त साथीहरु। 6, 11, 21, 36 र 56 पछि कुन आउँछ होला? जति पनि हामीलाई फेसबुक लाइभबाट हेरेर साथ दिनु भएको छ, जोडेर साथ दिनु भएको छ, सम्पूर्ण साथीहरुमा एकदमै धन्यवाद दिन चाहे। करिब हामी अन्तिमतिर छौं, अन्तिममा सम्पूर्ण साथीहरुले कमेन्ट गरेर साथ दिनुस् है त। ल सम्पूर्ण साथीहरु हेर्नुस् त, 6 बाट 11 कति बढ्यो? +5, 11 बाट 21 +10, 21 बाट 36 +15, 36 बाट यो +20 हैन। अब प्लस पक्कै पनि 25 बढ्नु पर्ला। 5, 10, 15, 20 को रेसियोमा जाँदैछ भनेपछि अब यसमा त 25 होला पक्कै पनि। 56 मा 25 जोडौ त साथीहरु।
56 मा 25 जोडौं 6 5 11 को 1 हात 1 5 6 1 6 7 8 5 3 8 81 जति पनि साथीहरूले सी भन्नुभएको छ भने एकदमै धन्यवाद। मनमतीजीले भन्नुभएको छ माथि 1024 तल 100 छ भने कसरी हल गर्ने? सुन्नुहोस् है साथीहरू, यो भिन्नको भनेको 1024 छ भने तल 100 मात्र छ भने ख्याल गर्नुहोस्। अब चाहिँ के भयो हेर्नुहोस् त, माथि ठुलो तल सानो, जिरो लेख्न पाइएन। अब कसरी कम्पेयर गर्ने भन्दा हेर्नुहोस् त, यो जिरोले यसलाई कभर गर्छ, ठिक छ, यो जिरोले यसलाई कभर गर्यो, ठिक छ, यसलाई र यसलाई कभर गर्नलाई छैन भने अब पोइन्ट यहाँनिर थप्नु पर्यो भनेर याद गर्नु होला है। कहिले भयो त 10 पोइन्ट अनि पछाडिको सेम सार्ने हो। मैले भनेको त्यो काटेपछि त्यो लेख्ने होइन कि भन्ने नसोच्नु होला, पछाडिको लेख्ने हो, तर कभर जिरोले कभर गर्ने मात्रै है, अरूले कभर गर्न मिल्दैन, जिरोले कभर गर्ने, यति नै हुन्छ है साथीहरू, ख्याल गर्नु होला। ल जति पनि साथीहरूले प्रश्न 46 को ग भन्नुभएको छ भने एकदमै धन्यवाद। 46 को ग भन्ने साथीहरूलाई एकदमै धन्यवाद दिँदै अब भने प्रश्न नम्बर 46 पछि 47 मा लाग्नेछौँ हामी। आजको नमुना सेट 7 को प्रश्न 47, विपद व्यवस्थापन भनेको के रहेको छ? विपद व्यवस्थापन भनेको के रहेको छ? विपद आउनुभन्दा अगाडि गरिने कार्य, विपदकै समयमा गरिने कार्य, विपद आएपछि गरिने कार्य, विपद आउनु अघि, विपदको समयमा, विपद आएपछि गरिने सम्पूर्ण कार्य, विपद व्यवस्थापन। हामीले हिजो पनि यसबारे अस्ति पनि छलफल गरेका थियौँ, साथीहरूले पक्कै बुझिसक्नु भएको छ है। ल एकदमै धन्यवाद सम्पूर्ण साथीहरूमा। ल अन्तिम प्रश्न, ल 47 तपाईँहरूमा यस प्रकार रहेको छ, प्रश्न 47। ल कमेन्ट गरेर बस्नु, नजानेको सोध्न सक्नुहुन्छ है। ल सम्पूर्ण साथीहरूले प्रश्न 47 को कमेन्ट पनि गरिसक्नु भएको छ। ल सुशीलाजी, मनमतीजी, ल एकदमै सम्पूर्ण साथीहरूको कमेन्ट नै आन्सर रहेको छ, अप्सन घ। जति पनि साथीहरूले घ भन्नुभएको छ भने एकदमै धन्यवाद। यो भनेको सम्पूर्ण कार्य हो है, विपद आउनु अघि पनि गरिने, विपद आएको बेला पनि गरिने, विपद आएपछि पनि गरिने सम्पूर्ण कार्य भनेको नै के हो? विपद व्यवस्थापन। ल यसै गरी प्रश्न 48 तपाईँहरूमा यस प्रकार, इमिस कुन आधारमा बनाएको सफ्टवेयर रहेको छ? आजको प्रश्न 48 सेट नमुना सेट 7 शिक्षक लाइसेन्सको नमुना सेट 7 अन्तर्गत रहेको प्रश्न नम्बर 48 तपाईँहरूमा इमिस कुन आधारमा बनाएको सफ्टवेयर हो? जति पनि साथीहरूले 47 को घ भन्नुभएको छ एकदमै धन्यवाद। भगवतीजी, अन्जुजी, लिजाजी लगायत सम्पूर्ण साथीहरूमा एकदमै धन्यवाद। निर्मलजी, अब भने तपाईहरुको पालो कमेन्ट गर्ने। प्रश्न नम्बर 48 को इमेज कुन आधारमा बनाएको सफ्टवेयर हो? सम्पूर्ण साथीहरूले कमेन्ट गरेर साथ दिनुस् है। तपाईहरु कति धेरै जोडिनु भएको छ। कमेन्ट भने तपाईहरुको 5 6 7 8 मात्रै आउँदैछ। कमेन्ट भने तपाईहरुको 10 12 भन्दा बढी जाँदैन। किन होला? प्रत्येक प्रश्नको कम्तीमा पनि 30 40 कमेन्ट आउनु पर्यो नि त। तपाईहरु अनि एक्टिभ हुनुहुन्छ भन्ने लाग्छ हामीलाई। ल सम्पूर्ण साथी एक्टिभ साथीहरूले त जम्मै कमेन्ट गरिराख्नु भएको छ, उहाँहरूलाई धेरै धेरै धन्यवाद। ल कुन सफ्टवेयरको आधारमा बनाएको हो भन्दा यो एक्सेलको आधारमा है। कुन आधारमा बनाएको हो? यो एक्सेलको आधारमा बनाएको। एक्सेलको अलिकति विकसित रूप पनि भन्न सकिन्छ यसलाई। एक्सेलको विकसित रूप पनि भन्न सकिन्छ। एक्सेलको आधारमा इमिस नहुँदा भन्दा पहिला एक्सेलमा बनाइन्थ्यो यो कुराहरू। इमिस आइसक्यो भनेपछि चाहिँ अहिले चाहिँ इमिसमा बनाइन्छ। सम्पूर्ण डाटाहरू भर्ने, विद्यार्थीहरूका इत्यादि रिजल्टहरू बनाउने, प्रकाशन गर्ने इत्यादि सबै कुराहरू अहिले चाहिँ इमिसबाट पनि गरिन्छ। ख्याल गर, इमिस भर्ने कुराहरू विद्यार्थीहरूको, शिक्षक सम्पूर्ण डाटाहरू भर्ने है। ल यो कसको आधारमा बनाएको सफ्टवेयर चाहिँ? एक्सेलको आधारमा। प्रश्न हाम्रो सेकेन्ड लास्ट प्रश्न, सार्क राष्ट्रमा सबैभन्दा बढी साक्षरता भएको देश कुन हो? आजको नमुना सेट 7 अन्तर्गत रहेको प्रश्न 49 को कमेन्ट गर्ने पालो तपाईहरुको। सार्क राष्ट्रमा सबैभन्दा बढी साक्षरता भएको
आजको प्रश्न सजिलो भयो सर भन्नुभएको छ। एकदमै आज चाहिँ अलिकति छोटो छोटो प्रश्नहरू राखेका छौँ हामीले, ख्याल गर्नुहोस् है। नयाँ साथीहरूलाई भने अलिकति सहज होस् भन्ने कारणले पनि हो। हामीले जति पनि नयाँ साथीहरू हुनुहुन्छ एकदमै ख्याल गर्नु होला। प्रश्न अलिकति सजिलै नै रहेको छ, तपाईँहरूले आत्तिनु पर्दैन है। जति पनि जोडिनु भएको छ ख्याल गर्नुहोस् है त। सार्क राष्ट्रमा सबैभन्दा बढी साक्षरता भएको मुलुक चाहिँ अथवा देश चाहिँ तपाईँको, जति पनि साथीहरूले घ भन्नुभएको छ भने एकदमै धन्यवाद, मालदिभ्स रहेको छ है। मालदिभ्स रहेको छ, एकदमै साक्षर भनेको मालदिभ्स। यो 2 मा चाहिँ श्रीलङ्का, 3 मा चाहिँ भारत, 4 मा चाहिँ भुटान, 5 मा चाहिँ नेपाल है। ख्याल गर्नुहोस्, अन्तिममा चाहिँ अफगानिस्तान भनेर ख्याल गर्नु होला। 1 नम्बरमा मालदिभ्स, 2 श्रीलङ्का, भारत, भुटान, नेपाल चाहिँ 5औं स्थानमा रहेको छ साक्षरताको हिसाबले सार्क राष्ट्रमा। आजको अन्तिम प्रश्न तपाईहरुमा शिक्षक लाइसेन्स नमुना सेट 7 अन्तर्गत रहेका बहुवैकल्पिक नमुना प्रश्न उत्तर अनुसार आजको अन्तिम प्रश्न तपाईहरुमा हामीले यस प्रकार राखेका छौं। साथीहरुले कमेन्ट गरेर साथ दिनुहुनेछ। काउलाई 3 1 2 ले संकेत गरिन्छ भने गोठलाई केले संकेत गरिन्छ? तपाईको समय स्टार्ट हुन्छ। साथीहरुले कमेन्ट गरेर साथ दिनुस् है। काउलाई 3 2 1 ले संकेत गरिन्छ भने गोठलाई गट GOAT गट भनेको बाख्रोलाई केले संकेत गरेला? हेमराज बडवालजी, हरिषाजी, खुशबुजी, बानजी सम्पूर्ण साथीले कमेन्ट गरेर साथ दिनुहोस्। कमेन्ट पनि गरिसक्नु भएको छ। जति पनि साथीले 49 को सी भन्नुभएको थियो भने एकदमै धन्यवाद तपाईहरुलाई। अब भने 50 को कमेन्ट गर्ने पालो, हामी अन्तिममा रहेका छौं। एकदमै सन्तोषीजीले भन्नुभएको छ सबैभन्दा अन्तिम अफगानिस्तान र अगाडिको मालदिभ्स। एकदमै धन्यवाद साथीहरुलाई। ल भन्नुस् साथीहरु, गट काउलाई के रहेछ भन्नुस् त? सी भनेको 3 रहेको छ, ओ भनेको 2 रहेको छ, डब्लु भनेको 1 रहेको छ भने अब मिल्ने भनेको ओ हो। ओ भनेको 2 हुनु पर्यो, यानी कि दोस्रोमा 2 हुनु पर्यो। दोस्रोमा 2, दोस्रोमा 2 कसको कसको छ? यसको छ, यसको छ, यसको छ, यसको छैन। यो हुँदै भएन, यसलाई काटिदिम। अब दोस्रोमा 2 यसको छ, यसको छ, यसको छ, अनि यसको सुरुमा 1 छ, त्यसपछि 4 छ, 5 छ। अब सुरुमा 1 छ। अब सुरुमा 1 भनेको यो हेर्नुस् त, यो जी भनेको 1 हुनु पर्छ त परेन, किनकि हेर्नुस् त 1 भनेको त यसले के भन्दैछ? डब्लु हो भन्दैछ। यहीको हिसाबले 1 कति मान्नु पर्यो हामीले? डब्लु लाई मान्नु पर्यो भनेपछि अनि यहाँ जी भन्ने हामीले 1 मानेर काम छैन, त्यसैले यो पनि भएन। बुझ्नुभयो साथीले? पक्कै बुझिसक्नु भएको छ। फेरि त्यही कुरा यो 1 अगाडि आयो भने यो पनि भएन। अब लास्टमा अप्सन को रह्यो? घ। जति पनि साथीले घ भन्नु भएको छ भने एकदमै धन्यवाद, तपाईहरुको आन्सर घ नै रहेको छ। ल 4 2 5 6 यस्तो प्रश्नहरु अलिकति झुक्क्याउँछ, साथीहरुले ख्याल गर्नुस् है, अलिकति झुक्क्याउँछ। ल जति पनि साथीहरु सुरुदेखि अन्तिमसम्म हामीलाई हेरेर साथ दिनु भएको छ, ल जति पनि साथीहरु आज हाम्रो यस नमुना सेटको शिक्षक लाइसेन्सको नमुना सेटको फिडब्याक क्लासमा सुरुबाट अन्तिमसम्म र बीचमा जोडिनु भएको जति पनि साथीहरु हुनुहुन्थ्यो सम्पूर्ण साथीहरुमा एकदमै धन्यवाद दिन चाहे। तपाईहरुको साथ सपोर्ट र कमेन्टको कारणले गर्दा हामी धेरै खुसी छौं। तपाईहरु पनि आशा छ एकदमै खुसी हुनुहुन्छ होला। तपाईहरुलाई केही नभए पनि 2-4 वटा क्वेशनको ज्ञान पक्कै पनि मिलेको होला भन्ने हामीले आशा राख्दै आजलाई भने यो क्लासलाई हामीले यही समाप्त गर्न चाहन्छौं। कति मिले तपाईहरुले कमेन्ट गर्न सक्नुहुन्छ। आजका प्रश्न उत्तरहरु कस्तो लाग्यो यो सेसन है, कति मिले, कति मिलाउनु भयो भन्ने कमेन्ट गर्न सक्नुहुन्छ भन्दै तपाईहरुको कमेन्ट अलिकति हेर्छु मैले।
ल मुनाजी म त निदाइसकेको भन्नुभएको छ 39वटा भन्नुभएको छ हाम्रो सोनीजीले एकदमै धन्यवाद 49वटा भन्नुभएको थियो ल है थ्याङ्क यू सर भन्नुभएको छ सुनिताजीले सुषमाजी लगायतले सम्पूर्ण साथीहरू पूजाजी 32 भन्नुभएको छ पक्कै नयाँ हुनुहुन्छ होला नआत्तिनुहोस् है साथीहरू ल केही छैन नयाँ पुरानो सम्पूर्ण साथीहरूले ट्राई गर्नुभएको छ कोसिस गर्नुभएको छ एकदमै धन्यवाद कविताजी सुनिताजी लगायत हिमानीजी साथै हामीलाई फेसबुक लाइभबाट हेरिबस्नुहुने नरेन्द्रजी सुशीलाजी हिमानीजी है सम्पूर्ण साथीहरूमा एकदमै धन्यवाद दिन चाहे तपाईँहरूले जोडेर साथ दिनुभयो सुरुबाट अन्तिमसम्म है ऐश्वर्याजीले भन्नुभएको छ नजाने पनि आज त मिल्यो भन्नुभएको छ ठिक छ धन्यवाद कोपिला राणा थापाजी एकदमै धन्यवाद दिन चाहे सम्पूर्ण साथीहरूमा थ्याङ्क यू सर भन्नुभएको छ गुड्डु निशाजी एकदमै धन्यवाद मुना धामीजी एकदमै धन्यवाद सम्पूर्ण साथीहरूमा जो जहाँबाट हामीलाई हेरेर बस्नुभएको छ सन्जिता सन्ज्यालजी है सम्पूर्ण साथीहरूमा एकदमै धन्यवाद तपाईँले काउन्ट पनि गर्नुभयो भएन केही छैन तर कति मिल्यो भन्ने है आफ्नो मन खुसी हो मनमा अलिकति खुसी हुन्छ एकदमै धन्यवाद कान्छी मायाजी एकदमै धन्यवाद ल आज भने हामीले यस क्लासलाई द इन गर्न चाहन्छौँ सकिएको छ घोषणा गर्न चाहन्छौँ सम्पूर्ण साथीहरूमा एकदमै एकदमै धन्यवाद यदि हामीलाई तपाईँहरूले सम्झिन चाहनुहुन्छ हाम्रो क्लासमा जोडिन चाहनुहुन्छ हिमालय एकाडेमीमा तयारीको लागि जोडिन चाहनुहुन्छ लाइसेन्स प्रास र टिएससीको लागि जोडिन चाहनुहुन्छ भने यो नम्बरमा तपाईँहरूले सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गरे मेसेज गर्न फोन गर्न व्हाट्सएप गर्न सक्नुहुनेछ 98 19 17 29 87 अनि साथै अर्को नम्बर पनि रहेको छ सम्पूर्ण साथीहरूमा यति भन्दै बिदा हुन्छु हस्त नमस्कार